अब करेन्ट सिनारियो हेर्दा चाहिँ अब कतिको फिमेलहरू एक्टिभ हुनुहुन्छ त? धेरै थोरै एक्टिभ हुनुहुन्छ खोइ अब एक्टिभ किनभने हामीले प्रोग्राम गर्दाखेरि पनि हाम्रो फर्स्ट प्रोग्राम भयो होइन अनि त्यसमा कति धेरै अपर्च्युनिटिजहरू हुन्छ हामीले त्यो आफू अपडेट चाहिँ हुनु पऱ्यो होइन कसैले आएको त भनिदिँदैन आफै नै खोज्ने हो त्यो अब ब्याचलरपछि मास्टर्स गरे पनि पिएचडी पेकिङ युनिभर्सिटीले 2023मा फोमा पनि सम स्कुल को एप्लिकेसन खुलाएको थियो होइन अनि हामीले अप्लाई गऱ्यौँ लकिली पायौँ अनि एउटा कुरा चाहिँ आफ्नो पोटेन्सियल चिन्ने होइन कोही पनि एउटा लिमिटेड पोटेन्सियलले कोही पनि हुँदैन लाइक तिमीले यतिसम्म मात्र पढ्न सक्छौ भन्ने कोही पनि हुँदैन जति पनि सबैले पढ्न सक्छ इन्ट्रेस्ट हुनु पऱ्यो त्यो फिल्डमा फिजिक्स एन्ड रियालिटी क्लबको प्रेसिडेन्ट पनि हुनुहुन्छ यसको चाहिँ कसरी इनिसिएसन भयो हजुर फिजिक्स एन्ड रियालिटी क्लब चाहिँ हामीले सेकेन्ड इयर हुँदा सुरु गरेको थियौँ नमस्ते बाजे नमस्ते स्वागत छ हजुरलाई ज्याल एकाडेमीको सेकेन्ड एपिसोडमा धन्यवाद एन्ड कङ्ग्रेचुलेसन्स फर गेटिङ पिएचडी इन फिजिक्स एट युनिभर्सिटी अफ मिनेसोटा ट्विन सिटिज थ्याङ्क यू आज चाहिँ हामी हजुरको अहिलेसम्मको एजुकेसनको जर्नी र करियरमा फर्दर प्लानको बारेमा कुरा गर्न गइरहेका छौँ ओके हजुरको अहिलेसम्मको जर्नी बुझ्नु पर्दा स्कुलको लाइफ चाहिँ कस्तो रह्यो त स्कुल वान अफ द बेस्ट मेमोरिज भन्छु है मैले स्कुलिङ रसोबाट गरेँ श्रीनाथ फुल बोर्डिङ हाई स्कुल क्लास नर्सरीदेखि 10सम्म एउटा स्कुल पढेँ त्यहाँको टिचर्स मेरो साथीहरू स्कुल इन्भाइरोमेन्ट आफू जन्मेकै ठाउँमा पढ्दाखेरिको एक्सपिरियन्स इट वाज वान अफ द बेस्ट अनि जति पनि छु आज मेबी स्कुलले गर्दा त्यो जुन फाउन्डेसन सेट भएको थियो होइन जुन बच्चादेखि साइन्समा म्याथमा इन्ट्रेस्ट जागेको थियो स्कुल पढ्दाखेरि त्यो सबैले आई एम हियर टुडे सो स्कुलिङ वाज वान अफ द बेस्ट थिङ हजुरले अब रसुवाबाट एसी पनि दिनुभयो टिआली पनि रसुवाबाट नै दिनु भएन अझ टिया अनि सब पनि गर्नुभयो दुइटै उसमा डिआली अनि त्यसपछि एसी डिस्ट्रिक्ट आन्सर अनि यो कुरालाई चाहिँ के कारणले चाहिँ हजुरलाई मोटिभेट गर्यो त म टप गर्छु भन्ने जस्तो म त्यस्तो इन्ट्रेस्ट त्यति एम त्यसरी लिएर चाहिँ भन्दिनँ तर अलि अब क्लासमा फर्स्ट स्टुडेन्ट नै थिएँ होइन अनि स्कुल पनि डिस्ट्रिक्टको लाइक वान अफ द टप स्कुलले थियो अनि बिकज अफ फ्यामिली सपोर्ट भन्छु आफ्नो मेहनतले पनि अनि स्कुलको गाइडेन्सले पनि चाहिँ आई वाज सक्सेसफुल इन गेटिङ द्याट एज अ डिस्ट्रिक्ट टपर त्यो अब डिएलीतिर त भर्खर त पढ्न थाल्यो हुन्छ होइन क्लास 8 भनेको सानै क्लास भयो 10मा चाहिँ स्कुलको इज्जत राख्न पनि आई सुड डु द्याट जस्तो अलिकति हुन्थ्यो सेकेन्ड त्यही नै होला अनि हजुरले फर्स्ट चाहिँ केबाट कम्प्लिट गर्नुभयो +2 साइन्स पढेँ किस्ट कलेज काठमाडौँ इन्स्टिट्युट अफ साइन्स एन्ड टेक्नोलोजी कमलपोखरीबाट अनि अब साइन्स म्याथमा इन्ट्रेस्ट स्कुलदेखि थियो +2 साइन्स पढ्यो अब त्यसमा साइन्समा पनि पर्टिकुलर फिजिक्स केमिस्ट्री भनेर पढ्यो अनि त्यसरी नै मलाई इन्ट्रेस्ट भनौँ न अनि +2को एक्सपिरियन्स चाहिँ राम्रो छ किनभने 12 गर्दै गर्दा मैले अहिले फिजिक्सको लागि पिएचडी अब गर्दैछु होइन तर त्यो बेलामा एक्चुली मेडिकल इन्ट्रान्स पनि दिनु मान्छे हो सो मैले प्रिमेड पनि जोइन गरेको थिएँ 12 पढ्दै गर्दाखेरि सो +2 पनि राम्रो एक्सपिरियन्स थियो त्यस्तो बिटर एक्सपिरियन्स छैन हजुर अनि हजुरले अब प्रिमेड पनि जोइन गर्नुभयो भन्नुभयो होइन अब जे त्यसलाई नै किन कन्टिन्यू गर्नु भएन र फिजिक्स नै किन चोइस गर्नुभयो ब्याचलर्समा हजुर मेडिकल चाहिँ इन्ट्रेस्ट भएको फिल्ड हो लाइक त्यो बेलामा अहिले चाहिँ मलाई फिजिक्समा इन्ट्रेस्ट छ तर जो मेडिकल इन्ट्रान्स दिएँ स्कलरसिपमा नाम होइन पेइङ इट वाज नट अफोर्डेबल अनि सो आई चुज टु जोइन त्रिचन्द्र जब कि त्यो मेरो लाइक आई वान्टेड टु डु दस भनेर चुज गरेर डिसिजन चाहिँ थिएन त्रिचन्द्र फर्स्टमा बी अनेस्ट तर अहिले चाहिँ आई डिड फिजिक्स फ्रम त्रिचन्द्र चाहिँ मलाई एकदम लाइक राम्रो त्यो वान अफ द बेस्ट डिसिजन जस्तो लाग्न चाहिँ तर त्यो बेला चाहिँ मैले त्रिचन्द्र इच्छा भएर जोइन नगरे पनि होइन 1 इयर लस पर्नलाई खोइ त्यो सिचुएसनमा मन पनि लागेन होइन म फेरि 1 वर्ष कुर्छु अनि इन्ट्रान्स दिन्छु भन्ने तरिकाले अनि फिजिक्स त्रिचन्द्रमा जोइन गरेँ मेरो फिजिक्स केमिस्ट्री र म्याथमेटिक्स थियो कम्बिनेसन अनि मेरो साथी सर्कल त्रिचन्द्रमा जो भेटियो होइन हामी 5-6जनाको सर्कल थियो जो यो सर्कलबाट चाहिँ धेरै नै फिजिक्स पढ्ने फिजिक्समा करियर बन्ने मोटिभेसन पाएको हो मैले होइन
सो त्रिचन्द्रमा चाहिँ मेजर फिजिक्सको लागि मेरो त्यो इन्ट्रेस्ट लु भएको भन्छु म। अब ओभरअल भन्नुपर्दा चाहिँ होइन त्रिचन्द्रको एक्सपिरियन्स कस्तो रह्यो? अब स्टुडेन्टहरू कतिजना त्रिचन्द्र जानुहुन्छ होइन अब पढ्नको लागि। अब कोहीले चाहिँ यस्तो लापरवाही गरेर पढिरहेको देख्छु, अब कोही चाहिँ हजुर जस्तो अब एकदमै ट्यालेन्टेड अब एकदमै राम्रो भएर पनि निक्लिनुहुन्छ क्या। अब उहाँहरूको लागि चाहिँ के भन्न चाहनुहुन्छ? हजुर त्रिचन्द्र अब सबैभन्दा पुरानो कलेज है। विद्यार्थी एकदमै अब फिजिक्समै 1000-1500जना एडमिट हुन्छन् फर्स्ट इयरमा, तर सबैले 4th इयरसम्म कम्प्लिट गर्दैनन्। अनि अब धेरैलाई जब गर्दै पढ्दै गर्दैले गर्दाखेरि नि टाइम म्यानेजमेन्ट नभएर राम्रो स्कोर ल्याउनु एकाडेमिक स्कोर नि फरक पार्छ होइन पछि। सो त्यसमा पछाडि परेको हुनसक्छ। और कसैलाई चाहिँ अब अहिले नेपालमा सरकारी जागिरको लागि अधिकृत लड्ने यति पनि छ जसले गर्दा चाहिँ एउटा डिग्री चाहियो हुन्छ। अनि सो साइन्सको डिग्री लिने अरू बिबिएसको डिग्री लिने अरूले चाहिँ आर्ट्सको डिग्री लिने होइन, त्यो डिग्री लिनलाई मात्रै जोइन गर्ने स्टुडेन्ट पनि हुन्छन्। जेन्युनली फिजिक्समा इन्ट्रेस्ट अरूलाई चाहिँ साइन्समा इन्ट्रेस्ट भएर कोही जोइन गर्दैछ भने चाहिँ उनीहरूले राम्रो नै गर्छन्। फ्याकल्टीहरू राम्रै हुनुहुन्छ। अपर्च्युनिटिजहरू चाहिँ अब धेरै कुरा आफैले खोज्नुपर्छ, आफै चाहिँ बनाउनुपर्छ। त्यहाँ अपर्च्युनिटिजहरू तिमीहरूको लागि यो छ त्यो छ चाहिँ पाइँदैन होइन। आफैले खोज्यो भने चाहिँ राम्रै गर्न सकिन्छ। त्यति पछाडि परिँदैन जस्तो लाग्छ मलाई। हजुर अनि फीको बारेमा चाहिँ कस्तो छ? अब कति अफोर्डेबल छ? त्रिचन्द्र धेरै अफोर्डेबल छ। लाइक एनी मिडल क्लास फ्यामिली दे क्यान अफोर्ड है। नर्मली एउटा ब्याचलर पढ्ने स्टुडेन्टले त आफ्नो लागि थोरै पार्ट टाइम जब गरेर पनि कमाइ नै रहेको हुन्छ। उसको त्यो अर्निङले उसको एक्सपेन्स सबै कभर गर्न सक्छ। लाइक 5-6,000 पर इयर तिर्नु भनेको खासै धेरै फी नै होइन नि त। अहिले मोन्टेसरीकै फी कति हुन्छ? हजुर यसमा गयो हजुर फिजिक्स एन्ड रियालिटी क्लबको प्रेसिडेन्ट पनि हुनुहुन्छ। यसको चाहिँ कसरी इनिसिएसन भयो? हजुर फिजिक्स एन्ड रियालिटी क्लब चाहिँ हामीले सेकेन्ड इयर हुँदा सुरु गरेको थियौँ। सेकेन्ड इयर को लास्टतिर चाहिँ फिजिक्स त्रिचन्द्रमा खासै फिजिक्सको रिसर्च गर्ने अलग चाहिँ फिजिक्सको डिस्कसन गर्ने भन्ने कम्युनिटी छैन होइन। हामी जति 500जना थियौँ हामी त्यतिमै लिमिटेड भयौँ क्या। अनि सो एउटा क्लब इनिसिएट गरौँ, मेम्बर्सहरू आउँछन् अनि एउटा कम्युनिटी बनाऊँ सो द्याट हामीले फिजिक्सको टपिकहरूमा डिफ्रेन्ट डिस्कसन्सहरू गर्न सक्छौँ अरू बाहिर प्रोग्रामहरू गर्नलाई पनि सकिन्छ भन्ने तरिकाले सुरु गऱ्यौँ। अब त्यो बेलामा फन्डिङ पनि थिएन अनि खासै प्रोग्रामहरू त गर्न सकिएन। तर हामी सोसियल मिडियामा एक्टिभ भएर चाहिँ काम गऱ्यौँ। मतलब पोस्टहरू गर्थ्यौँ। अब जो हामीलाई फलो गर्छ उनीहरूले त्यो कन्टेन्ट एक्सेस गर्न सक्थे त्यति नै। सो इनिसिएसन चाहिँ सेकेन्ड इयरदेखि भएको हो। अहिले चाहिँ अलिकति एक्टिभ छ। हजुर अनि अब हजुरले एज अ प्रेसिडेन्ट चाहिँ होइन हजुरको के रोल थियो त? हामीले त्यस्तो एक्जिक्युटिभ कमिटी फर्म गरेर तिमी प्रेसिडेन्ट यो भाइस प्रेसिडेन्ट भन्ने त्यस्तो केही नै गरेनौँ। त्यो बेलामा चाहिँ हामी फाउन्डिङ मेम्बर्स थियौँ 6जना टिमको होइन। अनि एक्जिक्युटिभ नबने पनि हामी सबैको इक्वल रोल थियो। अहिले प्रेसिडेन्ट भएपछि चाहिँ हामी अब प्रोग्राम्सहरू प्लान गर्दैछौँ। त्यो प्रोग्राम प्लानिङ गर्ने प्लस कन्डक्ट गर्दाखेरिको म्यानेजमेन्टहरूदेखि लिएर त्यो कुराहरू अनि फन्डिङ कति गर्न सकिन्छ यस प्रोग्रामको लागि त्यो कुराहरू सबै प्रेसिडेन्टको मात्र रोल भएको कुरा छ जस्तो चाहिँ भन्दिनँ म। सबैले हामीले इक्वली कन्ट्रिब्युट गरेर छौँ। त्यसरी चलिरहेछ क्या सर एज अ टिम नै? हजुर एज अ टिम राखी छ। हजुरको क्लबले चाहिँ एपिएसबाट ग्रान्ट पाएको छ होइन। त्यसपछि त्यो चाहिँ कसरी अप्लाई गर्नुभयो? हजुर त्यो रिसेन्टली अप्लाई गरे हो, धेरै भएन। लाइक लास्ट इयर 2024 को डिसेम्बर 15मै अप्लाई गरे हो। डिसेम्बर 15 नै डेडलाइन थियो। त्यो चाहिँ वुमेन इन फिजिक्स ग्रुप ग्रान्ट भनेर थियो। मेनली फिजिक्स कम्युनिटी भनेको मोर अफ म्यान नै हुन्छ। अब फिमेलको पार्टिसिपेसन कम छ। इभन हामीले त्रिचन्द्रमा पढ्दाखेरि पनि क्लासमा फिमेल फिजिक्स पढ्नेमा एकदमै कम हुन्थे होइन। सो फिजिक्स पढ्ने फिमेलहरूलाई मोटिभेट गर्न भनेर अनि न्यू यङ गर्ल्सहरू जो छन् +2 पढ्दै गरे अरू स्कुल पढ्दै गरे उनीहरूलाई चाहिँ एउटा फिजिक्स भनेको यस्तो हो, करियर यस्तो हुन्छ होइन। उनीहरूलाई मोटिभेसन अरू गाइड गर्नको लागि फिजिक्समा फिमेललाई मोटिभेट गर्नको लागि चाहिँ प्रोग्रामहरू गर्नको लागि हामीलाई त्यो फन्ड आएको हो। सो हामीले डिसेम्बर 15मा अप्लाई गऱ्यौँ अनि मार्चतिर डिसिजन आएको थियो। अब अलि अन्डर प्रिभिलेज कम्युनिटीको लागि अनरेबल कन्ट्रिजको लागि टार्गेट थियो त्यो फन्डिङको। सो हामी त्यो पाउन सफल भयौँ। अनि मैले फिजिक्सको फिल्डमा चाहिँ होइन खासै फिमेलहरूलाई देखेको थिइनँ क्या। यो चाहिँ के कारणले होला? अब जनरल रिजन चाहिँ के हुनसक्छ म पनि भन्न सक्दिनँ है। एउटा अप टु क्वेसन हो किनभने मैले आई चुज टु स्टडी फिजिक्स अहिले। तर ब्याक देन मेरो पनि इन्ट्रेस्ट अर्को थियो होइन। तर
फिजिक्समा इन्ट्रेस्ट थिएन कहिले पनि भन्न मिल्दैन होइन। कति कुराहरूमा चाहिँ इन्ट्रेस्ट थोरै हुन्छ अनि कसैले यहाँ पनि यो फिल्डमा राम्रो छ अरूलाई चाहिँ तिमीले चाहिँ जोइन गर्यो भने यस्तो अपर्च्युनिटिजहरू छ। अब फिजिक्स पढेर कस्तो भने एउटा मात्र वाट यु क्यान डु स्टडिङ फिजिक्स भन्दाखेरि तिमी लेक्चरर बन्छौ अर राम्रो गर्यो भने भोलि प्रोफेसर बन्छौ, त्योभन्दा बाँकी फिल्डतिर त अपर्च्युनिटी छैन, जबको त्यो स्कोप नै छैन जस्तो सोच्छन्। तर त्यस्तो होइन, एज लाइक धेरै नै पोजिसन्सहरू हुन्छ होइन इन्डस्ट्रिजमा नै फिजिक्स हामी पढेकै त्यही आइडियाले नै चलिरहेको हुन्छ। सो सेयर मानिस त्यो जे कुराको पनि डिस्कभरी केही हो भन्ने त्यसमा चाहिन्छ नै होइन। इन्डस्ट्रिजमा पनि चाहिन्छ, प्रोफेसन भइहाल्यो, एज अ साइन्टिस्ट गर्छन्, रिसर्चर काम गर्छन्, यति धेरै रिसर्च आर्टिकलहरू पब्लिस भइरहेको हुन्छ, कति धेरै एभ्रिडे डिस्कभरी भइरहेको हुन्छ। त्यो फिजिक्सको फिल्डमा भइरहेछ भने त सम रिसर्च आर डुइङ द्याट हुन्छ होइन। अनि सो धेरै नै अपर्च्युनिटिज हुन्छ। कसैले चाहिँ यस्तो यस्तो अपर्च्युनिटी छ तिमीले यो फिल्डमा पनि राम्रो गर्न सक्छौ भनेर कसैले अलिकति मोटिभेट गरिदियो भने मेबी धेरैको इन्ट्रेस्ट चाट्थ्यो होला। तर त्यो काइन्ड अफ इन्भाइरोमेन्ट नभएर अनि पहिल्यैदेखि फिजिक्समा केटीले पढ्ने कल्चर कम भएर पनि स्टुडेन्ट कम छन् जस्तो लाग्छ मलाई चाहिँ। अब करेन्ट सिनारियो हेर्दा चाहिँ अब कतिको फिमेलहरू एक्टिभ हुनुहुन्छ त? धेरै थोरै एक्टिभ हुनुहुन्छ। खोइ अब एक्टिभ किनभने हामीले प्रोग्राम गर्दाखेरि पनि हाम्रो फर्स्ट प्रोग्राम भयो होइन। अनि त्यसमा धेरै फिमेल नै आउँ भन्ने हाम्रो इन्ट्रेस्ट थियो, इन्टेन्सन नै त्यो थियो। तर रेजिस्ट्रेसन 170 क्वालिटी भएको थियो, 80-90जना लाइक लिटरली 50% मात्र आउनुभयो। अनि त्यसो पनि फिमेल लाइक 10-15जना हुनुहुन्थ्यो होला है। अब किन खोइ अब त्यो अरू कुरामै भोलिया हो कि जस्तो लाग्छ फिमेलहरू चाहिँ मेन यो फिल्ममा इन्ट्रेस्ट नहुनुको रिजन। मेबी हामी त्यसमा चाहिँ केही प्रोग्राम गरेर 1-2जना बढाउन सक्छौँ कि भन्ने चाहिँ हाम्रो इन्ट्रेस्ट हो। हजुर, अब यसको लागि चाहिँ बढ्दा के प्लान छ त हजुरहरूको? अब वुमनलाई चाहिँ फिजिक्समा अब कसैले फिजिक्सको फिल्डमा चाहिँ कसरी ल्याउने? त्यही हो, स्कुल पढिरहेकोहरूलाई अब म स्कुल पढ्दाखेरि फिजिक्स यस्तो थियो भनेर सिकाएको हो। मेरो +2देखि नै त्यही माइन्डसेट हुन्थ्यो होला होइन, मलाई त्यो आइडिया भएन। अब हामी स्कुल गएर +2 पढिरहेको फिजिक्स पढिरहेको स्टुडेन्टहरूलाई चाहिँ तिमीहरूले फिजिक्समा यस्तो गर्नु सक्छौ होइन, फिजिक्समा यस्तो अपर्च्युनिटिजहरू छ। अनि फिजिक्स पढ्नु भनेको यो फिजिक्सको फिल्डै तिनीहरूले अब थ्योरी पढ्छन् अनि थ्योरीको एप्लिकेसन पनि थाहा छैन। अरू थ्योरीलाई बुझ्यो भने क्या कति कुराहरू चाहिँ सरले भन्नुभयो अनि मैले पढेँ, इक्जाम दिएँ, लेखेँ पनि बुझेको होइन क्या। कति कुराको चाहिँ हाम्रो यो फिजिक्स भनेको रियालिटीसँग एकदम लाइक एक्ज्याक्टली फिजिक्स नै रियालिटी हो होइन। सो सबै कुरा चाहिँ हामीले रियल लाइफ एक्सपिरियन्ससँग जोडेर बुझ्न मिल्छ, तर त्यसरी बुझिरहेकै हुँदैन। त्यही भएर पनि फिजिक्स इन्ट्रेस्टिङ नलाग्न सक्छ क्या एज अ सब्जेक्ट पनि। सो फिजिक्स चाहिँ इन्ट्रेस्टिङ सब्जेक्ट छ भनेर डिफ्रेन्ट जुन हाम्रो फिजिक्सको इन्ट्रेस्टिङ फ्याक्टहरू लाइक चाहिँ फिल्डहरूमा चाहिँ हामीहरूलाई डिफ्रेन्ट सेसनहरू गराउने चाहिँ सोचिरहेछौँ। हजुर, भनेपछि स्कुलले नै फर्स्टबाट नै फिजिक्सको इम्पोर्टेन्सको बारेमा बुझाउनुको स्कुलमा त अझै साइन्स सबै फिल्ड सब्जेक्ट सोसलदेखि नेपाली सबै कभर गर्नु पऱ्यो है। स्कुलले चाहिँ फिजिक्सको मात्र रेस्पोन्सिबिलिटी लिन सक्दैन, तर +2को चाहिँ धेरै नै रोल हुन्छ जस्तो लाग्छ उसलाई। अब मेन भनेपछि +2मा गएर यसको इम्पोर्टेन्स बुझेर चाहिँ अनि उहाँहरू चाहिँ के गर्नुहुन्छ, ब्याचलर्समा चाहिँ कन्टिन्यू गर्ने नगर्ने भन्ने गर्नुपर्छ भन्ने होइन, तर कोही चाहिँ थोरै मन भएको तर त्यो करियरै चुज गर्नलाई चाहिँ अलिकति डिलेमा हुन सक्छन् जस्तो लाग्छ हामीसँग। अब स्कुलले चाहिँ अब मेन चाहिँ मोटिभेसनल प्रोग्राम रन गरेर अब बडी वुमन म्यान दुइटैलाई नै अब यसमा अगाडि बढाउन सक्छ। त्यो जेन्डर इरेस्पेक्टिभ नै हो चाहिँ हामी फिमेलको लेस पार्टिसिपेटिभ भएर इन्फ्लुएन्स बन्न खोजेमा। हजुर, 2पल्ट समर स्कुलको लागि चाइना गइसक्नु भएको छ। समर स्कुल भनेको चाहिँ के हो त? समर स्कुल भनेको डिफ्रेन्ट युनिभर्सिटिजहरूले समर भ्याकेसनको बेलामा चाहिँ एउटा स्कुल सफ्ट कोर्स जस्तो होइन गराउँछन्। अब पेकिङ युनिभर्सिटीले 2023मा 4मा पनि समर स्कुल को एप्लिकेसन खुलाएको थियो होइन। अनि हामीले अप्लाई गऱ्यौँ, लकिली पायौँ। अनि सो हामीले फन्डामेन्टल फिजिक्समा चाहिँ इन्टरनेसनल समर स्कुल जोइन गरेका थियौँ। सो फर्स्ट 2023मा जाँदा म र एकजना साथी थियौँ अनि सेकेन्डचोटि नै हामी साथीहरूसँग थियौँ साथै। अनि यो अपर्च्युनिटी चाहिँ हजुरहरूले कसरी ग्राब गर्नुभयो? यसको लागि प्रोसेस के होला? प्रोसेस मेन एप्लिकेसन खुलेपछि अप्लाई गर्ने नै हो होइन। एउटा सिभी हुनु पऱ्यो अनि अब कुनै पनि प्रोग्राम जोइन गर्नको लागि वाइ युआर इन्ट्रेस्टेड टु जोइन होइन, किन जोइन गर्न चाहन्छौँ भन्ने कुराकोमा चाहिँ
एउटा एसओपी स्टेटमेन्ट अफ पर्पजहरूले चाहिँ आफू मोटिभेसन लेटर चाहिँ पठाउनु पऱ्यो। रिक्वायरमेन्ट त्यति नै हो। आफू इन्ट्रेस्ट छ भने एक्सप्लेन गर्न सक्छ भने अनि उनीहरूले अब सिभी हेरेर एलिजिबल छ भनेर मान्छ भने लिन्छ। त्यसमा त समस्या हुँदैन। अच्छा हजुरको समर स्कुलको एक्सपिरियन्सको बारेमा नि केही भनिदिनु होला। एक्सपिरियन्स नयाँ ठाउँ थियो, कल्चर नयाँ होइन। अनि त्यो रमाइलो एक्सपिरियन्स थियो प्लस लेक्चर्सहरू थियो। मैले मेनली समर स्कुलमा एटेन्ड गरेर भनेको त्यो लेक्चर फर्स्ट फन्डामेन्टल फिजिक्समा थियो दुईचोटि नै होइन। सो फिजिक्सको लेक्चर अटेन्ड गरेँ। वरपरको अब सिटी एक्सप्लोर गरियो, कल्चरहरू थोरै जानियो, साथीहरू बन्यो, चाइनिज साथीहरू, इन्टरनेसनल अरू देशबाट आएको साथीहरू। सो थोरै नेटवर्क पनि बिल्ड भयो। यस्तै भयो एक्सपिरियन्स। अब 2023मा जाँदाले 2024मा पनि जानुभयो भन्दा होइन। 2023मा जाँदा चाहिँ हजुरले मेन केलाई फोकस गरिएको थियो र 2024मा चाहिँ केलाई फोकस गरिएको थियो? 2023मा पार्टिकल फिजिक्स, अप्टिक्स यस्तै फिल्ड थियो। तर 2024मा चाहिँ कन्डेन्स म्याटरमै फोकस थियो लेक्चर्सहरू सबै। हजुर भनेपछि एक्सपिरियन्स हजुर ओभरअल एक्सपिरियन्स इट वाज वर्थ इट। त्यो लाइक वान अफ द बेस्ट मोमेन्ट्सहरू नै थियो। अब यो अपर्च्युनिटी पाउनको लागि चाहिँ अब स्टुडेन्टहरू कति अब ट्राई गरिरहनु भएको छ नि त। अब उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? हजुर फिजिक्स पर्स्यु गर्दै हुनुहुन्छ भने देयर आर मेनी अपर्च्युनिटिज आर वेटिङ यु लाइक इन्टर्नसिप्सहरू, फेलोसिप, समर स्कुल, विन्टर स्कुल्स पनि हुन्छ। अब चाइना मात्र होइन, युरोपको कन्ट्रिज होइन, युएस सबै लाइक मोस्ट अफ द कन्ट्रिज जहाँ चाहिँ राम्रो युनिभर्सिटिजहरू छ उनीहरूले यस्तो प्रोग्रामहरू लन्च गरिरहेको हुन्छ। अब अपडेट चाहिँ लिइराख्नु पऱ्यो आफैले। प्रोग्रामहरू पत्ता खुल्दैछ अनि एप्लिकेसन अप्लाई गर्नु पऱ्यो। आफ्नो एलिजिबिलिटी पनि पुग्नु पऱ्यो। कसैले अब एटलिस्ट थर्ड इयर सकेको लागि खोज्छ होइन। अब सेकेन्ड इयर्स अप्लाई गरेर मिलेन त्यस्तो केसमा त्यसरी चाहिँ बुझेर अप्लाई गर्यो भने पाइन्छ। हजुर त्यो सकिन्छ होइन त। अब होलोग्राफिक हिमालयसँग चाहिँ कसरी कनेक्ट हुनुभयो हजुर? होलोग्राफिक हिमालय म थर्ड इयरको सुरु भर्खरै थर्ड इयर स्टार्ट गर्दाखेरि चाहिँ होलोग्राफिक हिमालयको एप्लिकेसन फर्स्ट सेसनको लागि खुलेको रहेछ। अनि साथीहरू हामी सबैले फर्म भऱ्यौँ अनि फाइनली एक्सेप्ट पनि भयो। सो होलोग्राफिक हिमालय चाहिँ वान अफ लाइक मैले त्यहाँ रिसर्च गरेँ होइन, प्रोजेक्ट कम्प्लिट गरेँ। एउटा पेपर पब्लिस भयो। अहिले सेकेन्ड फेजमा पनि छु म अनि सेकेन्ड फेजमा पनि अर्को प्रोजेक्ट गर्दैछु। सो होलोग्राफिक हिमालयमा चाहिँ एकदमै एज अ रिसर्च स्टुडेन्ट जोइन गर्दा मैले जेन्युनली एउटा प्रोजेक्टमा चाहिँ हुन्छ नि काम गर्ने त्यो स्टुडेन्ट्सहरू र साथीहरू भनौँ पेयर्सहरू चाहिँ एकदम मोटिभेटेड, फिजिक्समा मोटिभेटेड साथीहरू भेटेँ। अनि हाम्रो कोअर्डिनेटर सर पनि राम्रो गाइडेन्स दिनुभयो। अहिले मेरो लाइक बेस्ट रिसर्च एक्सपिरियन्स होलोग्राफिक हिमालय नै हो। सो त्यही पनि होलोग्राफिक हिमालयमा चाहिँ अब कनेक्ट हुने प्रोसेस चाहिँ के थियो त? होलोग्राफिक त्यो एप्लिकेसन नै हो। एप्लिकेसन खुल्यो, एप्लिकेसन अप्लाई गर्यो अनि अब सरहरूले लिएपछि त प्रोजेक्ट म्यानुअल भयो, त्यसरी नै कनेक्ट भयो। अब हामीले कुरा पनि गरेको थियो पहिला होइन, फर्म फिलअप गर्दा चाहिँ कतिको ध्यान दिनु पर्दो रहेछ? फर्म फिलअप यस्तो हुन्छ। अब अहिले त जस्तो सुकै सानोतिनो प्रोग्रामहरू सबैमा हामीले फर्म भर्नुपर्छ, रेजिस्ट्रेसन गर्नै पर्छ होइन। अब त्यो रिसर्च एक्सपिरियन्सको लागि एउटा प्रोजेक्टमा काम गर्नको लागि चाहिँ हामीले एप्लिकेसन अप्लाई गर्दैछौँ भने त्यो प्रोग्राम अटेन्ड गर्ने जस्तो सिम्पल रेजिस्ट्रेसन चाहिँ होइन। सो बी सिरियस अनि आफूले जति पनि अहिलेसम्म जानेको, बुझेको, एक्सपिरियन्स गरेको, आफूसँग भएको कुराहरू चाहिँ मेन्सन गरेर भन्नुपर्छ। किनभने कति एक्सपिरियन्सहरू हामी अलिक सिरियसली लिएनौँ भने पनि हातबाट जान्छ होइन। त्यसै वी सुड बी केयरफुल अबाउट। हजुर अब हजुरले रिसेन्टली पिआरसिङ फिजिक्स रिसिभ गर्नुभएको छ होइन। अब त्यो चाहिँ कसरी प्रोसेस गर्नुभयो त त्यसको लागि चाहिँ? हजुर त्यसको लागि मेरो फोर्थ इयरको इक्जाम सकेर थेसिसको डिफेन्स भइसकेपछि माइन्डमा लाइक थर्ड इयर छँदादेखि नै थियो लाइक ब्याचलर्सपछि आई क्यान अप्लाई फर इन्टिग्रेटेड पिएचडी भनेर। अनि सो म त्यही नै अप्लाई गर्छु, एकचोटि ट्राई गर्छु। पाएँ भने ठिक छ, पाएन भने पनि आई हेभ अप्सन्स होइन। नेपालमा मास्टर्स गर्न सकिन्छ, अर्कोचोटि नि गर्न सकिन्छ। अनि सो फोर्थ इयर सकेर थेसिस डिफेन्स भएपछि मैले टोफेलको इक्जाम दिएँ। टोफेल लाइक इङ्ग्लिस प्रोफिसियन्सी टेस्ट रिक्वायर्ड नै हो होइन, हामी इङ्ग्लिस नबोल्ने कन्ट्रीबाट भन्दाखेरि। अनि
टोफल दिएपछि चाहिँ मोस्ट अफ द युनिभर्सिटिजको एप्लिकेसन्सको डेडलाइन फल 2025 को लागि चाहिँ यस्तै डिसेम्बर जनवरी 1तिरै भइहाल्छ होइन। सो त्यो टाइमसम्ममा मैले अब स्टेटमेन्ट अफ पर्पज लेखेँ। सो पर्सनल स्टेटमेन्ट सिभी रेडी गरेँ आफ्नो। अनि जति पनि एप्लिकेसनको लागि रिक्वायर इन्फर्मेसन्सहरू थियो त्यो रेडी गरेर अनि आफूले सेल्फ अप्लाई गरेँ। फ्यु युनिभर्सिटिजहरू अप्लाई गरेँ। त्योभन्दा पहिला चाहिँ मैले टोफल दिने टाइम अनि त्योभन्दा अगाडितिर चाहिँ अब कुन युनिभर्सिटिज अप्लाई गर्ने भनेर त एकचोटि सर्टलिस्ट गर्नु पऱ्यो होइन। त्यो युनिभर्सिटी सर्टलिस्ट कसरी गरेको थिएँ भन्दा प्रोफेसरहरूलाई मेल गरेँ, किनभने म पिएचडी गर्न प्लाज्मा फिजिक्समा जाँदैछु। सो प्लाज्मा फिजिक्समा एक्टिभली मैले काम गरेको फिल्ड मैले 4th इयरको थेसिस पनि प्लाज्मा फिजिक्समा गरेँ होइन। त्यही भएर पनि मलाई त्यो मेरो करियर प्लाज्मा फिजिक्समै पर्स्यु गर्छु भन्ने एउटा मोटिभेसन, एउटा डिप इन्ट्रेस्ट चाहिँ त्यहीँबाट आएको हो। अनि त्यसपछि प्रोफेसर्सहरूलाई चाहिँ अब जो एक्टिभली मेरो इन्ट्रेस्ट भएको फिल्डमा काम गर्दै हुनुहुन्छ उहाँहरूलाई मेल गरेँ। अनि जुन युनिभर्सिटीको प्रोफेसरबाट चाहिँ मसँग अब पिएचडी पोजिसन्स अभाइलेबल छ कि छैन नि बुझ्नु पऱ्यो। छैन रहेछ भने अप्लाई गरेर पोइन्ट नै छैन। सो त्यो बुझेँ। अनि जहाँ छ यो किन अप्लाई भन्ने जस्तो रेस्पोन्सहरू आयो। अनि सो पोजिटिभली रेस्पोन्स आएको युनिभर्सिटिजहरूमा चाहिँ मैले अप्लाई गरेँ। अनि लकिली अहिले पिएचडी पनि पाएँ। सो प्रिपरेसन्स भनेको लाइक 3-4 मन्थ्सको प्रिपरेसन थियो होला भन्छु म। हजुर अब युनिभर्सिटी अफ मिनेसोटा नै किन त? युनिभर्सिटी अफ मिनेसोटा वान अफ द टप इन्स्टिट्युसन हो युएसमा होइन। लाइक एक्टिभ रिसर्च एक्टिभिटी भइरहेको युनिभर्सिटी हो। अनि प्रोफेसर पनि मैले 4th इयरमा थेसिस गरेको भनेको प्लाज्मा मटेरियल इन्ट्राक्सनमा हो। अनि इज अल्सो एक्टिभली वर्किङ त्यही फिल्डमै नै। अनि मैले चाहिँ यहाँ न्युमेरिकल सिमुलेसन गरेको थिएँ आफ्नो प्रोजेक्टमा होइन। सो हाम्रो एक्सपेरिमेन्टल सेटअप छैन, हाम्रो यहाँको ल्याबोरेटरी पनि छैन हाम्रो युनिभर्सिटीमा। अनि त्यहाँ चाहिँ हि इज डुइङ त्यही फिल्डमा एक्सपेरिमेन्ट्स जुन चाहिँ मेरो इन्ट्रेस्टको फिल्ड हो। मैले जुन काम थ्योरिटिकल्ली गरेँ होइन, सिमुलेसनबाट गरेँ। अब आई वान्ट टु डु भिया एक्सपेरिमेन्ट्स। सो त्यो चाहिँ मैले त्यो एक्सपिरियन्स गर्न पाउँछु त्यो। अनि त्यसको लाइक धेरै एप्लिकेसन्सहरू छ, किनभने त्यो स्टडी गर्दाखेरि चाहिँ धेरै अरू अप्लाइड फिल्डहरू पनि आई क्यान एक्सप्लोर है। अनि फन्डामेन्टल कुरा त छँदै रहेछ। सो त्यो अपर्च्युनिटी चाहिँ त्यता भएको भएर मैले त्यता अप्लाई गरेँ। अनि अब सिन्स आइम एक्सेप्टेड सो वान त चोइस नै युनिभर्सिटी भिजिट अब फेरि पनि कङ्ग्रेचुलेसन्स होइन। थ्याङ्क यू। आज प्लाज्मा फिजिक्स भनेको चाहिँ के हो त? हाम्रो अडियन्सलाई पनि जानकारी दिनु होला। ओके, सो प्लाज्मा फिजिक्स पहिला फिजिक्स एउटा ब्रोड सब्जेक्ट एउटा फिल्ड भनौँ होइन। सो फिजिक्सले हाम्रो लाइक युनिभर्सदेखि एटम होइन, एटम अझ सब एटोमिक पार्टिकलदेखि लाइक फ्रम माइन्युट वर्ल्डदेखि होइन माइक्रोस्कोपिक वर्ल्डसम्मको एभ्रिथिङ वाट इज ह्यापनिङ त्यो रियालिटी एक्सपिरियन्स एक्सप्लेन गर्न सक्ने चाहिँ फिजिक्स हो होइन। फिजिक्स क्यान टेल एभ्रिथिङ अबाउट इट। अनि सो प्लाज्मा फिजिक्स भनेको वान अफ द फिल्ड सब फिल्ड भनौँ फिजिक्सको, जसमा चाहिँ हामीले स्टडी गरे एउटा पर्टिकुलर प्लाज्माको मात्रै हुन्छ है। सो प्लाज्मा भनेको चाहिँ जब हामीले 3 स्टेट्स अफ म्याटर सोल्ड लिक्विड ग्यास त सबैलाई थाहा छ। अनि ग्यासलाई जब त्यसको आयनाइजेसन एनर्जी हुन्छ त्यसको बियोन्ड हामीले हिट गऱ्यौँ भने ग्यासको एटम्सहरूबाट चाहिँ इलेक्ट्रोन्सहरू किकअप हुन्छ। त्यसले गर्दा विल ह्याभ दिस फ्री इलेक्ट्रोन्स अनि त्यसपछि आयन्सहरू। त्यो फ्री इलेक्ट्रोन्स आयन्स र न्युट्रल पार्टिकल्सको जो कम्बिनेसन छ होइन त्यसलाई हामीले प्लाज्मा भन्छौँ। अनि यो प्लाज्मा अब हाम्रो यो लाइटनिङ हुँदाखेरि त्यो पनि प्लाज्मा हो। अनि नर्दर्न हेमिस्फियर त्यो अरोरा देखिन्छ, त्यो अरोरा पनि भयो होइन। त्यस्तै हाम्रो ग्यालेक्सीको लाइक नियरली 99% युनिभर्सकै 99% सबै म्याटरहरू चाहिँ प्लाज्मा स्टेट नै हुन्छ। सो प्लाज्माको स्टडी भनेको स्पेस फिजिक्समा पनि पऱ्यो। त्यसै गरेर अहिले एकदमै ग्रोइङ फिल्ड भनेको फ्युजन छ। प्लाज्मा स्टेटमा चाहिँ फ्युजन रियाक्सन गराइन्छ। अनि त्यो रियाक्सनबाट एकदमै ह्युज अमाउन्ट अफ एनर्जी चाहिँ हामीले एक्सट्र्याक्ट गर्न सक्छौँ। तर त्यो सक्सेसफुल्ली एनर्जी एक्सट्र्याक्ट गरेर पिपलको युजमा अहिले आइसकेको छैन होइन। भक्सै ग्रोइङ फिल्ड हो। अनि मेनी कम्पनीजहरू प्राइभेटदेखि लिएर गभर्मेन्टल इन्भेस्टमेन्ट पनि भइरहेको छ यो फिल्डमा चाहिँ। सो प्लाज्मा एउटा ग्रोइङ फिल्ड छ। अनि धेरै कुराहरू चाहिँ येट टु डिस्कभर छ क्या। लाइक धेरै कुरा हामीले अलरेडी फिगर आउट गरिसकेकै छैनौँ। सो एउटा बिग रिसर्चको धेरै क्वेसन्सहरू भएको फिल्ड हो। अनि मलाई चाहिँ यो डिफ्रेन्ट क्वेसन्सहरूको एन्सर्स
थोरै धेरै थोरै केही पाइन्छ सिकिन्छ भन्ने तरिकाले नै फिल्डमा नै पिएचडी आफ्नो करियर लङ रनमा गर्नु मन थियो सो आई विल बी डुइङ द्याट त्यही भएर प्लाज्मा फिजिक्स नै चुज गर्नुभयो हजुर फिजिक्स सबै नै इन्ट्रेस्टिङ छ कुनै पर्टिकुलर भन्ने नै होइन तर पिएचडी भनेर त एउटा पर्टिकुलर फिल्डमा गरिन्छ होइन हामीले ओभरअल सबै गर्न सक्दैनौँ सो त्यसको लागि चाहिँ मैले चुज गरेँ प्लाज्मा फिजिक्स नै किन भनेर चाहिँ डिटेलमा भनिदिनु होला हजुर प्लाज्मा फिजिक्स नै किन भन्दाखेरि सबै फिल्ड इन्ट्रेस्टिङ हुँदाहुँदै पनि आफ्नो एक्सपिरियन्सहरू रिलेभेन्ट के छ होइन आफूसँग अब मैले होलोग्राफिक हिमालयमै क्वान्टम इन्फर्मेसनसँग रिलेटेड काम गरेँ अनि अब मेरो 4th इयरको थेसिस चाहिँ प्लाज्मा फिजिक्समा भयो तर प्लाज्मा फिजिक्सको काम गर्दै गर्दाखेरि चाहिँ त्यसको इन्डस्ट्रिजतिर पनि एप्लिकेसन छ प्लाज्माको पर्सपेक्टिभ छ प्लस त्यो करियर वाइज हेर्दाखेरि पनि धेरै अपर्च्युनिटिज देखेँ एउटा कुरा अर्को कुरा प्लाज्मामा धेरै कुरा मैले नेपालै बसेर सिक्न लाइक जति थ्योरिजहरू छ त्यो थोरै बुझौँला होइन केही कुरा म एक्सपेरिमेन्ट थ्रु गर्छु केही कुरा म सिक्छु भनेर अरू पिएचडी जस्तो युज डिग्रीको लागि गर्छु भन्नलाई चाहिँ अलिकति गाह्रो देखेँ नेपालमा अनि बाहिरतिर राम्रो अपर्च्युनिटी छ भने म यही फिल्ड एक्सप्लोर गर्छु भनेर मैले फिल्ड चुज गरेँ मलाई एकदमै इन्ट्रेस्ट यो फिल्डमा ग्रो भएको भनेको थेसिस गर्दै गर्दा हो सो अहिले चाहिँ मलाई त्यही भएर यो फिल्डमा धेरै इन्ट्रेस्ट छ भन्छु म अब पिएचडी नै गर्नको लागि फिजिक्स नै रिलेटेड सब्जेक्टमा होइन अब अगाडि बढ्नको लागि अब अपर्च्युनिटी बाहिर कतिको छ जस्तो लाग्छ हजुरलाई धेरै नै अपर्च्युनिटी छ त्यो यस्तो फिजिक्स पढेर पनि कति इन्ट्रेस्टले पढ्यो भन्ने हुन्छ है डिग्री लिनलाई मात्र पढ्ने हो भने त त्यो म केही पनि भन्न सक्दिनँ तर फिजिक्समा जेन्युन इन्ट्रेस्ट भएर पढ्ने हो भने त कति धेरै अपर्च्युनिटिजहरू हुन्छ हामीले त्यो आफू अपडेट चाहिँ हुनु पऱ्यो होइन कसैले आएर त भनिदिँदैन आफै नै खोज्ने हो त्यो अब ब्याचलरपछि मास्टर्स गरे पनि पिएचडी गरे पनि अनि पिएचडी पछि पोस्टडकको अपर्च्युनिटिजहरू भयो एज अ रिसर्चर्स काम गर्न सक्छौँ हामीले होइन डिफ्रेन्ट इन्डस्ट्रीमा एज अ साइन्टिस्ट काम गर्न सक्छौँ त्यसपछि प्रोफेसर बन्नु भनेको होइन हामी अहिले आफू यङ माइन्ड छौँ अनि हामीले कति अपर्च्युनिटिजहरू पाएको छैनौँ भनेर हामी सोचिराखेका छौँ भने भोलि आफू प्रोफेसर भएपछि त अहिले चाहिँ म अपर्च्युनिटी खोजिरहेको मान्छे हो कसैले मलाई दियोस् भनेर सोच्ने मान्छे हो नि त म त स्टुडेन्ट हो होइन भोलि म प्रोफेसर बन्छु भने मैले आई एम द वान टु क्रिएट अपर्च्युनिटिज के स्टुडेन्टको लागि सो त्यो पोजिसनमा गएर कसैलाई आफूले चाहिँ अपर्च्युनिटीहरू दिन सकिन्छ भने नि त्यो ठुलो कुरा हो सो फिजिक्स आफैमा एउटा फन्डामेन्टल लाइक युनिभर्सकै फन्डामेन्टल्समा रिसर्च गर्नेहरूलाई चाहिँ स्टडी गर्ने फिल्ड भएको भएर यदि जेन्युन इन्ट्रेस्ट छ भने चाहिँ त्यहाँ मेनी अपर्च्युनिटिज अ वेटिङ होइन अब इन्ट्रेस्ट नभइकन त केही भन्नै सकिँदैन इन्ट्रेस्ट भएकोले त आफै नै फिगर आउट गर्छ क्या त्यो खासै प्रब्लम हुँदैन अब अहिलेसम्मको एजुकेसन जर्नीमा अब करियरमा अगाडि बढ्दै हुनुहुन्छ होइन अब एकाडेमिक फाइनेन्सियल पर्सनल च्यालेन्जेसहरू केही रहेका थिए त पर्सनल लेभलमा अलिअलि पर्सनल सबै कुरामा अप्स एन्ड डाउन त हुन्छ सधैँ कन्सटेन्ट खालको त कसैको पनि हुँदैन अझै त्यो एक्सपेक्ट गर्नु नै मिल्दैन बिटर स्वेट्स अफ एक्सपिरियन्स ठिक छ पनि चाहिन्छ पनि अनि पर्सनल एक्सपिरियन्समा त खासै त्यस्तो छैन ठिक छ स्कुलमा नै राम्रो साथीहरू थिए अब प्लस टूमा पनि राम्रै साथी पाइयो टिचर्सहरू राम्रो हुनुहुन्थ्यो क्लासेसमा पनि ठिक छ ट्युसनहरू पढे पनि थोरै पोलिटिकल एटमोस्फियर छ त्यहाँ तर साथी सर्कल आफ्नो लिमिटेड छ अनि उनीहरूसँग नै हुन्छ भने हामी युज टु टक अबाउट फिजिक्स एन्ड साइन्स ओन्ली होइन सो खासै त्यसले नै इन्फ्लुएन्स गरेन अब फाइनेन्सियली हेर्दाखेरि स्कुल नरसो पढ्यो टेनसम्म प्लस टू कर्समा पढ्यो होइन त्यसमा नि खासै प्रब्लम भएन अनि त्यसपछि ब्याचलर्स अब सरकारी कलेज हो त्यसमा प्रब्लम भएन बाँकी कुराको लागि म एज अ ट्युटर काम पार्ट टाइम टिचिङ पनि गरेँ पृथ्वीनारायण स्कुलमा एज अ पार्ट टाइम टिचर त्यो ट्युसन रिल्काको क्लास त्यो तनाउँथेँ फ्यु मन्थ्स पढाएको थिएँ त अनि अरू चाहिँ हाई स्कुल प्लस टूसम्मको लागि मैले 8, 9, 10, 11, 12 यति क्लासको लागि चाहिँ ट्युसन्स पढाउँथेँ फर्स्ट इयरदेखि नै 4th इयरसम्म पढाएँ सो यो सबै गर्दाखेरि आफ्नो पढाइ अलिअलि रिसर्च प्लस यो गर्दाखेरि अलि बिजी पनि भइन्थ्यो आफ्नो लागि फाइनेन्सियली इन्डिपेन्डेन्ट नै हुन सक्यो होइन सो ठिक थियो एक्सपिरियन्स साँच्चै अब प्लस टू अब पढ्दै गर्दाखेरि होइन अब हजुरले पढ्दै गर्नुभयो अब पढाइलाई चाहिँ कतिको असर गर्यो त अहिले पढाइलाई त्यस्तो अवसर गरेन किनभने म पार्ट टाइम जब के गर्थेँ भने पढाउँथेँ होइन अनि प्लस टूको लागि पढाउँदाखेरि त म त्यहाँबाट फिजिक्स र केमिस्ट्री पढाउँथेँ होइन अनि जे कुरा आफूले अब पढिएको थियो
आफूलाई काइन्ड अफ रिभिजनै हुन्थ्यो प्लस टू पढाउँदाखेरि त स्कुल लेभलको लागि पढाउँदाखेरि 8, 9, 10 लाई पढाउँदाखेरि नर्मली 10 लाई नै पढाएँ होला मैले एससी दिने स्टुडेन्ट्सहरूलाई अनि खासै त्यस्तो पढाइलाई डिस्टर्ब चाहिँ हुन्थेन किनभने मैले म्याक्सिमम् 3टा ट्युसन पढाएँ होला दिनको 3 घन्टा टाइम दिनु पर्थ्यो होइन कोही बेला 2टा मात्र ट्युसन हुन्थ्यो सो 2 घन्टा होइन बाँकी टाइम त आफ्नो काम गर्न सकिन्थ्यो मजाले पनि अनि रेगुलर क्लास जानुपर्ने कम्पलसरी त्यस्तो छैन कलेजमा आफूले पनि पढ्न सक्थ्यो तर म क्लास चाहिँ जान्थेँ होइन त्यो अब अरू नै जब हुन्थ्यो होला सपोज म साइन्स गरिरहेको छु फिजिक्स गरिरहेको छु अनि मैले चाहिँ सम के अरे मार्केटिङ जब गरे भए होइन अकाउन्टिङ जब गरे भए मेबी त्यो आफ्नो करियरलाई हेल्प हुन्थेन होला तर यो फिल्डले चाहिँ किनभने टिचिङ एक्सपिरियन्स चाहिन्छ भोलि मैले गएर प्रोफेसरले इफ हि रिक्वायर्स देन एज अ टिचिङ असिस्टेन्ट काम गर्नुपर्ने हुनसक्छ होइन अहिले चाहिँ अब रिसर्च असिस्टेन्टले भन्ने अफर छ तर इनकेस कुनै सेमेस्टरमा इफ हि रिक्वायर्स देन टिचिङ असिस्टेन्टसिप गर्नु पऱ्यो भने देन एज अ टिचिङ असिस्टेन्ट काम गर्नलाई त मेरो टिचिङ एक्सपिरियन्स छैन भने त म क्लासमा गएर त सक्दिनँ नि त सो त्यसको लागि पनि टिचिङ एक्सपिरियन्स चाहिन्छ किनभने हामी के थाहा प्रोफेसर बन्ने हो भने त टिचिङै त गर्ने हो होइन साइडमा रिसर्च पनि हुन्छ तर सो टिचिङ एक्सपिरियन्स त राम्रो हो त्यो मलाई खासै फरकै परेन भन्छु म त त्यो मैले चाहिँ आएर गरेको कुरा थियो हजुरले त अब पढ्दै गर्नुभयो रोचक पनि भयो नि कति प्यारेन्ट्सहरूले चाहिँ के सोच्नुहुन्छ भन्दाखेरि पढाइलाई मात्र ध्यान दिनु पऱ्यो हजुरहरूले बच्चाले पढाइलाई मात्र ध्यान दिनु पऱ्यो टप नै गर्नु पऱ्यो अब यति पर्सेन्ट नै ल्याउनु पऱ्यो यति जिपिए नै ल्याउनु पऱ्यो भनेर भन्नुहुन्छ क्या अब हजुरको एक्सपिरियन्स अनुसार त पढाउँदै पनि त गर्न सकिँदो रहेछ अनि मेन भनेको चाहिँ स्किल हुनुपर्छ जस्तो लाग्छ मलाई स्किल चाहिन्छ हजुर म मान्दिनँ यति जिपिए ल्याउनुपर्छ यति ल्याउनुपर्छ अनि मेरो प्यारेन्ट्सले चाहिँ कहिले पनि त्यो टार्गेट केही राख्नु भयो भने म आफैले पनि टार्गेट राखेँ होइन यति चाहिँ के थियो भने मेरो यति प्रिपरेसन अनुसार चाहिँ यति चाहिँ फेयर रिजल्ट हो यति चाहिँ चाहिन्छ होला भनेर होइन तर मेरो लाइक मलाई 85% ल्याउनु छ फर्स्ट इयरमा भन्ने जस्तो चाहिँ थिएन अनि प्यारेन्ट्सले पनि ट्युसन भ्याइँदैन भने पढाउनु पर्दैन पढाइ चाहिँ प्रायोरिटीमा हुनु पऱ्यो भ्याइन्छ भने पढाउँदा राम्रो होइन भ्याइँदैन भने पढ्दैन तर पढाइ बिग्रेन अब ठिक छ अब तर बच्चाबाट धेरै एक्सपेक्टेसन राखेर 4 जिपी चाहियो देखेको छु मैले ट्युसन पढाउँदाखेरिको मोस्ट प्यारेन्ट्सहरूको लाइक एक्सपेक्टेसन A+ चाहियो सरिन्यासीमा होइन अनि अब त्यो बल्ल बल्ल पास भएको स्टुडेन्टलाई ए चाहियो अलिक राम्रो गर्नेलाई A+ चाहियो अर 4 जिपिए चाहियो भन्ने त्यो चाहिँ अलिकति त्यसरी चाहिँ त्यो एक्सपेक्टेसन नराख्दा ठिक हुन्छ भनेर जस्तो लाग्छ किनभने बच्चाले खासै केयर गर्दैन भने त ठिक छ तर त्यसले गर्दा प्रेसर हुन्छ भने चाहिँ अलिकति पछि टेन्सन माहौली हुनसक्छ होइन कहाँ सक्दो मेहनत गरेर जति बेस्ट गर्न सक्छ कसैले होइन मैले कुनै इन्डिभिजुअल एउटा स्टुडेन्टले ब्याचलर मास्टर जुनसुकै डिग्री पर्स्यु गरिरहेको मान्छेले पनि भने आफ्नो बेस्ट चाहिँ दिनुपर्छ अब फेरि बेस्ट दिइरह हुँदैन है कतिले चाहिँ यति नै केयरलेस गरेर गरिरहेछन् भने त्यो पनि ठिक चाहिँ होइन फेरि बेस्ट चाहिँ गर्नुपर्छ हाइएस्ट स्कोर चाहिँ त्यो टार्गेट गरेर रिसर्च चाहिँ त्यो गराउनु प्यारेन्ट्सले पनि भएन प्यारेन्ट्सको कार्य पनि भएन नि भएन त्यो चाहिँ गलत हो अलिकति धेरै मेन्टल हेल्थको इस्युजहरू आइरहेको छ लाइक एभ्रीबडी ह्याभिङ प्रब्लम अनि त्यो सिचुएसनमा धेरै स्ट्रेस लिन आवश्यकै छैन किनभने ठिकठिकैको जे पेलेन्ट चलिहाल्छ होइन आफ्नो प्लान हुन्छ नि त आफ्नै म यो गर्छु भन्ने अनुसार मलाई यति चाहिन्छ भनेर चाहिँ क्लियर हुनु पऱ्यो त्यही मैले रिसेन्टली अब एउटा घटना पनि भयो क्या म बाटोमा हिँडिरहेको थिएँ होइन अब त्यहाँनिर चाहिँ पानी परिरहेको थियो अनि मलाई एउटा आन्टीले चाहिँ भित्र आएर बसो भन्नुभयो क्या अनि म गएँ अनि आन्टीले के भन्नुभयो भन्दाखेरि उता घरको बहिनीले सुसाइड गर्यो भन्नुभयो क्या सुसाइड एटेम्प्ट गर्यो सुसाइड चाहिँ गरेन अब यो चाहिँ के भयो मलाई थाहा छैन होइन अनि उसले चाहिँ के कारणले गरेछ भन्दाखेरि सायद तल स्कुलमा नै होला अब पढेको होइन अनि त्यसपछि 8 क्लासमा चाहिँ अब त्यो पास हुनुपर्ने हुन्छ नि त अनि ऊ फेल भएछ क्या 8 क्लासमा इन्टर गर्नुको लागि होइन अनि त्यसपछि फेल भएछ अनि त्यसपछि फेरि अर्कोचोटि एक्जाम दिँदाखेरि नि ऊ फेल भएछ क्या अब त्यो के कारणले होइन अब उसले त्यो एटेम्प्ट गरेँ थाहा छैन तर 3-4 तला माथिबाट आम फाल्दैछ क्या अनि त्यसको अब सबै अब बाँच्ने अवस्थामा चाहिँ अब थिएन भन्नुहुन्थ्यो क्या अब यस्तो सिचुएसनमा चाहिँ स्टुडेन्ट आफै पुग्छन् कि होइन अब प्यारेन्ट्सको प्रेसरले पुग्छन् जस्तो लाग्छ यस्तोमा एकजना त लाइक प्यारेन्ट्स मात्र रेस्पोन्सिबल नै हुँदैन स्टुडेन्ट मात्र रेस्पोन्सिबल नै हुँदैन है स्कुलमा साथीसँग त कस्तो छ त्यो सबैले फरक पार्छ अनि अहिलेको यो लाइक भर्खरको जेनेरेसन जुन हामी जेनजी भन्छौँ त्योभन्दा पछाडिको जेनेरेसनहरू है
एकदमै यो कस्तो उनीहरू छुट्टै छन् के लाइक यो वर्ल्डमै बिलङ गर्दैनन् जस्तो है कस्तो उनीहरूको बानीहरू त्यस्तै हुन्छ सर्कल पनि त्यस्तै बोल्ने तरिका त्यस्तै कपडाको स्टाइल त्यस्तै होइन त्यो गलत भन्न खोजेँ होइन तर एउटा त सोसियल मिडियाले कन्ज्युम गरेको छ जस्तो लाग्छ मलाई कि अहिलेको जेनेरेसनलाई नि लाइक इन्फ्लुएन्सर्सहरूलाई फलो गर्ने त्यस्तै खालको चाहिँ लाइफ जिउन खोज्ने जिउन चाहने होइन अनि त्यसपछि सोसियल मिडिया अब कस्तो अल्गोरिदममा काम गर्छ भन्ने हामीलाई थाहा छ सोसियल मिडिया हामी जे कुरा हेरेको छौँ त्यस्तै कुरा चाहिँ देखाइन्छ त्यही चाहिँ हामी फलो गर्छौँ भने त्यसमै एडिक्ट भइन्छ होइन अनि त्यो स्टुडेन्ट्सको साथी कस्तो थियो स्कुलमा प्यारेन्ट्सले चाहिँ नगर्न सक्नु त्यो प्यारेन्ट्सको थोरै अब कतैबाट मिस्टेक भए हुनसक्छ होइन अझै त्यति कमजोरी भए हुनसक्छ स्टुडेन्ट आफैले पनि अब क्लासमेटकोलाई आफूले आफूलाई सम्हाल्न सक्ने अवस्था नहोला होइन अब अलिकति त्यो भइसकेपछि त्यो पढाइको मात्र टेन्सन थियो कि अरू पनि थियो एट द सेम टाइम रिजन होइन धेरै रिजन्स हुनसक्छ कुनै पनि एउटा डिसिजनमा मान्छेलाई पुर्याउनको लागि चाहिँ सो तर त्यही भएर चाहिँ स्कुलमा पनि स्टुडेन्टहरूलाई टिचरले दिने गाइडेन्सदेखि लिएर होइन उसको साथी सर्कलहरू प्यारेन्ट्सले बुझ्दै गर्नेदेखि लिएर टाइम एन्ड अगेनमा चाहिँ उनीहरूको त्यो बिहेभियरहरूलाई चाहिँ काइन्डली के तर स्ट्रिक्ट टिचर्सहरू पनि हुनुहुन्छ होइन तर गाली गरेर थर्काएर जथाभावी बोलेर पनि स्टुडेन्टलाई लाइक गलत गर्दैछ भने अलिकति सम्झाउनु खोजे तर त्यसरी चाहिँ काम गर्दैन एकदमै पोलाइट भएर काइन्ड भएर नै कसैलाई सम्झाउन खोजिन्छ कुनै कुरामा भने चाहिँ त्यसले काम गर्छ क्या एउटा मेरो 2टा भाइहरू छन् कजन्सहरू पनि छन् सबै मभन्दा साना छन् होइन थर्कायो भने कहिले पनि कसैले केही मान्दैन सुन्दैन तर मायाले भयो भने मानिन्छ होइन अब यस्तोमा सल्युसन के हुनसक्छ नि भन्न सकिँदैन के कारणले भएको थियो पनि भन्न सक्दैन यो त एकदमै एउटा सिरियस केस स्टडी गर्नुपर्छ कि यस्तो कुराको लागि चाहिँ होइन एउटा इन्डिभिजुअलको लागि तर जनरलाइज गर्ने हो भने चाहिँ धेरै कुरामा एक्सपिरियन्स गरेर आउँछ यो कुराहरू अब मैले मेरो पर्सनल एक्सपिरियन्स सेयर गर्नुपर्दा पनि होइन स्कुलमा म अब टिचरहरूको सपोर्ट त एकदमै मिल्यो होइन अब साथीहरूको नि मिल्यो तर कता कता मोटिभेसन चाहिँ मलाई त्यो नमिलेको जस्तो लाग्थ्यो क्या अनि मैले +2मा आएर के रियलाइज गरेँ भन्दाखेरि चाहिँ होइन स्कुलले चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ भन्दाखेरि मोटिभेसनल सेसनहरू हुन्छ नि त्यो चाहिँ अब विकली नभए पनि मन्थली क्या त्यो चाहिँ अब अर्गनाइज गरेर स्टुडेन्टहरूलाई राखेर अब त्यो मोटिभेट गर्नु हुन्छ भने चाहिँ स्टुडेन्टहरू हल्का आफूसँग मेन्टल्ली डिल गरिरहेको छ भने पनि उनीहरूलाई केही राहत मिल्छ जस्तो लाग्छ क्या यसको लागि चाहिँ स्कुलले कस्तो भूमिका निर्वाह गर्नुपर्छ जस्तो लाग्छ हजुर स्कुलले त्यो गर्नु एकदम ठिक हो है तर +2सम्म चाहिँ म पनि मोटिभेसनल स्पिचहरू सुनेर मोटिभेट भइन्छ जस्तो बिलिभ गर्ने मान्छे है अब अहिले चाहिँ हामी अलिकति एजले पनि अलिकति मेच्योर एजमा आयौँ कि होइन कति कुराहरू चाहिँ अरूले भनेर कहिले मोटिभेट भइँदैन भन्ने रियलाइजेसन चाहिँ भइसक्यो तर त्यो भर्खर 15-16 वर्षकोहरूलाई चाहिँ त्यो रियलाइजेसन हुँदैन होइन थोरै अरूले एउटा सेन्टेन्स भन्छ भने त्यो एउटा सेन्टेन्सले यति धेरै मेनिपुलेट भइदिन्छन् क्या उनीहरू होइन सो मोटिभेसन तिनीहरू त्यतिखेर मोटिभेट हुने भन्ने चाहिँ हुन्छ भने होइन तर अहिले चाहिँ मलाई हाम्रो एजको लागि जो अति ठुलो एजकाहरू छन् होइन ब्याचलर्स मास्टर्स गर्नेहरू उनीहरूको लागि चाहिँ मोटिभेसन मोटिभेट आफैले गर्ने हो क्या सोर्स अफ मोटिभेसन सेकेन्ड पर्सनले कहिले तिम्रो लागि केही नै मोटिभेट गर्नै सक्दैन एउटा के हो भने यस्तो गऱ्यो भने यस्तो राम्रो हुन्छ भने त्यो पछाडिको एउटा पोजिटिभ पार्ट देखाइदिन्छ भने त्यसको लोभमा पनि मान्छे त्यो पाथ फलो गर्न मोटिभेट हुनसक्छ भन्ने कुरा हो होइन तर कुनै पनि कुराको लागि मलाई यो कुरा गर्नु छ भनेर चाहिँ मोटिभेसन चाहिँ आफैभित्रबाटै नै आउनुपर्छ होइन त्यो त मोमेन्टरी हुन्छ क्या लाइक फ्यु डेजको लागि चाहिँ सेकेन्ड पर्सनले भनेको वर्ड्सहरूले चाहिँ गाइड गर्न सक्छ है तर आफै भित्रदेखि नै मलाई यही गर्नु छ भन्ने भयो भने चाहिँ सो आफ्नै भित्रको मोटिभेसन चाहिँ लङ टर्म हुनसक्छ तर जो चाहिँ एकदमै इजिली म्यानिपुलेट हुने खालको एजमा भएको स्टुडेन्ट्सहरू जुन यङ माइन्ड्सहरू छन् तिनीहरूलाई चाहिँ स्कुलले प्यारेन्ट्सले सबैले नै हेल्प गर्नुपर्छ लाइक एज अ सिनियर्स छ अहिले भनेपछि +2 अनि टिनेजरलाई भनौँ न टिनेजरलाई चाहिँ अब अहिले मोटिभेट गर्न सकिन्छ अवसर अब कन्सिस्टेन्सी चाहिँ कतिको म्याटर गर्छ जस्तो लाग्छ हजुरलाई करियर अब एजुकेसन फिल्डमा अगाडि बढ्दाखेरि हजुर कन्सिस्टेन्सी नै हो क्या चाहिने जस्तो लाग्छ मलाई किनभने हामी कुनै पनि कुरामा मेहनत गर्छौँ होइन 1 महिना गर्छौँ अब 1 महिना छोड्छौँ भने त लाइक हाम्रो स्केड्युलले बिग्रिन्छ सबै होइन जे सिकिरहेको छौँ त्यो कुराहरूमा पनि थोरै हामी ब्लर हुन्छौँ है सो कन्सिस्टेन्टली एभ्रिडे गर्नु चाहिँ आवश्यक छ लाइक थोरै धेरै कति सकिन्छ तर एभ्रिडे नै गर्नुपर्छ
रिफ्लेक्ट गरेर हेर्ने हो भने स्कुल लाइफमा पनि मेरो 10 to 4 को रुटिन हुन्थ्यो है एभ्रिडे। अहिले चाहिँ छैन, अहिले फ्री टाइम छ, त्यही भएर नि त्यति आवश्यक पनि छैन। तर आवश्यकता छ अब इक्जामको बेला 2 वर्षसम्म बस्ने, अनि बाँकी टाइममा चाहिँ अरू फोनमै अकुपाई हुने, अरू बाहिर नै टाइम स्पेन्ड गर्ने हो भने त्यो चाहिँ अलिकति कन्सिस्टेन्ट भएन। 10 to 4 भएकै रुटिन हुनुपर्छ भन्न खोजेँ होइन कि एटलिस्ट दिनमा 2 आवर्स पढिन्छ भने सो त्यो चाहिँ मेन्टेन गर्ने कि चाहिँ। अब पढाइको कुरा मात्र होइन, बाँकी अब म सपोज योगा गर्छु अनि कसैले गर्छ अरूले मेडिटेसन भने आज 10 मिनट मेडिटेसन गऱ्यो, भोलि त 15 मिनट गर्ने हो नि त। तर आज 10 मिनट गर्ने, अब 2 दिनपछि 10 मिनट गर्ने त हुँदैन नि त। सो वाट एभर वी प्र्याक्टिस, पढ्ने कुरादेखि लिएर लाइफको अरू प्र्याक्टिसहरूमा चाहिँ एउटा डिसिप्लिनमा बस्नको लागि चाहिँ कन्सिस्टेन्टली त्यो गरिरहेको काम यदि राम्रो काम हो भने फलो गरेर राख्नु पऱ्यो। अब कुनै कुरा गलत छ भने त कन्सिस्टेन्ट हुनु भएन। यु सुड ट्राई टु अभोइड द्याट। त्यही नै हो। अब कुरा गर्दै जाँदा चाहिँ अब पिएचडीको लागि हजुर अमेरिका लाँदै हुनुहुन्छ। अब उता गएर चाहिँ आफ्नो पिएचडी कम्प्लिट गरिसकेपछि नेपाल फर्किने सोच्नु भएको छ त? हजुर एकदमै मेरो प्लान चाहिँ त्यही नै छ। 5 वर्ष लाग्छ पिएचडी सकिनलाई है। अनि 5 वर्ष पिएचडी सकेपछि नेपाल आउने, अनि त्रिभुवन युनिभर्सिटीमा हाम्रो त्यो प्लाज्माको रिसर्च ल्याब छ, तर अलिकति बेसिक ल्याब फेसिलिटी मात्रै छ क्या त्यसमा। अनि अलिकति त्योभन्दा बेटर रिसर्च गराउन सक्ने खालको केही मैले एक्सटेन्ड गर्न सक्छु भने त्यसमा गर्ने। अनि एज अ प्रोफेसर नै काम गर्न चाहन्छु म है। फ्यु इयर्सको एक्सपिरियन्स लिन आवश्यक छ भने मेबी आई विल थिङ्क अबाउट द्याट एज अ पिएचडी पछि पोस्ट डक होइन, फ्यु इयर्स। नत्र नेपालमा लङ रनमा चाहिँ बाहिर बस्ने त्यस्तो केही पनि प्लान छैन। नेपाल आएर प्रोफेसर भएर जति अपर्च्युनिटिजहरू मैले खोज्दा पाएको थिएन, यहाँ मास्टर्स गर्ने प्लस 2 गरिरहेको छु होला, मैले दिन सक्छु भने म त्यही गर्न चाहन्छु, सोचेको छु भने। अब त्यसको लागि त हजुरले एक्लै सोचेर पनि सम्भव त छैन, त्यसको लागि कम्युनिटी बिल्ड गर्नको लागि के प्लान गर्नुहुन्छ त? कम्युनिटी अहिले अब मसँग भएको नेटवर्क होइन, जो साथीहरू छन् जो फिजिक्समा एकदमै इन्ट्रेस्टेड छन्, अहिले काम पनि गरिरहेको छन्, अब उनीहरूले पनि पिएचडी पर्स्यु गर्छन्, मास्टर्स सघाउँछन् होइन। त्यस्तै अब टिम भनेर 27जनाको टिम भयो भने त इनफ भइहाल्छ। सो मैले टिम चाहियो भने खोज्ने सोच्ने भनेको मेरो साथीहरूलाई नै होइन। अब त्यो बेलाको लागि इतिहार अगाडि देन त्यसरी नै गरिन्छ। तर हाम्रो सबैको फिल्ड चाहिँ फरक पर्छ, किनभने म प्लाज्मामा गर्छु भने अर्कोले पार्टिकल फिजिक्स गर्छ, अर्कोले क्वान्टममा गर्छन् होइन। सो डिफ्रेन्ट भए पनि फिजिक्सकै लागि चाहिँ हामी गर्छौँ भन्ने चाहिँ हाम्रो प्लान छ एज अ ग्रुप पनि। अब हजुर यहाँसम्म आउनुभयो होइन, तर लसको लागि फ्यामिलीको सपोर्ट त थियो, टिचरको सपोर्ट पनि थियो होइन। फ्रेन्डको रोल चाहिँ कस्तो थियो? फ्रेन्डको रोल एकदमै ठुलो थियो। स्कुल लाइफमा त बच्चा थियौँ, त्यो गाइडेन्स भन्ने नि उनीहरू आफै पनि गाइडेन्स खोजिरहेको थियो, म आफै पनि होइन। स्कुल प्लस 2 खासै त्यसमा फरक परेन, तर ब्याचलर्समा भेटेको साथीहरूले नै हो कि जस्तो लाग्छ कि यो कुरा चाहिँ म जता पनि भनिरहेको हुन्छु होइन। अब मेरो साथीहरूले नि फोटोका सेयर हेर्छन् होइन। अनि सो उनीहरूलाई पनि किन भन्दाखेरि मेडिकल इन्ट्रान्सबाट एज एन लास्ट अप्सन जसरी तिर्सिनु गएको मान्छे है, त्यो एकदमै अनेस्टली भन्नुपर्दा त्यही नै हो। अनि फर्स्ट इयर पढ्दै गर्दा कोभिड आयो, अनि त्यो कोभिडको त्यो जुन 8-9 मन्थको हाम्रो बिदा जस्तै भयो नि, लकडाउन, क्लास पनि थिएन केही पनि। त्यो टाइममा चाहिँ मलाई फिजिक्समा मैले के अरे डिग्री लिएँ, ब्याचलर्स भने मास्टर्स गरेँ। अब त्यो देयर आर मेनी अपर्च्युनिटिजहरू एज अ फिजिक्समा प्रोफेसर बन्न सक्छु होइन। त्यो कुराहरू त्यो मेरो माइन्डमा परि क्लिक नै नभएको कुरा जस्तो भयो क्या। थाहा छ प्रोफेसर पुग्छन् फिजिक्समा, मलाई पढाउने टिचर पनि फिजिक्स पढेरै आवाज होइन। तर त्यो रियलाइजेसन नभएको कि के हो। तर त्यो फर्स्ट इयरको त्यो लकडाउनको इयरमा मैले सोचेँ कि मैले लिएको डिसिजन कति ठिक थियो मेरो लाइफको लागि भन्ने तरिकाले। अनि मलाई फिजिक्समा म मोटिभेट भएर राम्रोसँग पढ्छु भन्ने मोटिभेसन त्यो टाइममा आयो होइन। अनि त्यसपछि सेकेन्ड इयरमा मैले जुन मेरो साथी सर्कल छन्, होलोग्राफिक हिमालय पनि जोइन गरेको होइन। मेरो फिजिक्स एन्ड रियालिटी क्लब जोसँग मिलेर हामीले सुरु गऱ्यौँ। त्यो साथीहरू भेटेदेखि चाहिँ उनीहरू एकदमै फिजिक्समा इन्ट्रेस्टेड छन् क्या, सबैजना एकदमै जेन्युन इन्ट्रेस्ट भएर नै फिजिक्स पर्स्यु गरेर क्वेसनहरू। अनि त्रिचन्द्र त सबैको लागि एउटा फाइनेन्सियली इजी अप्सन भयो होइन, एक्सेसेबल सबैको लागि छ, जति स्टुडेन्ट पनि लिन्छ। अनि
त्यति रिस्ट्रिक्सन्सहरू पनि छैन यो टाइममा स्कुल आइजायो ड्रेस लगाइजायो त्यही पनि छैन होइन आफ्नो टाइममा जान मिल्यो कसैले पार्ट टाइम केही गर्छु भन्ने भ्याउँछ होइन त्यो सबैको लागि पनि त्रिचन्द्र अप्सन भएको हो मान्छेलाई अनि फ्याकल्टी पनि खत्तम छ भन्न मिल्दैन सरकार धेरै कुराले बिगारेको छ कलेजलाई तर गर्न खोजेर राम्रो गर्न नै खोजिरहेकै छन् सो मेरो साथी सर्कलले धेरै नै इन्फ्लुएन्स गरे हो अब हामीले फिजिक्स एन्ड रेडी क्लब सुरु गऱ्यौँ होलोराको हिमालय जोइन गऱ्यौँ अनि पिभी सर डाक्टर विनोद अधिकारी सर सेन्ट जेम्सको आचार्य हुनुहुन्थ्यो उहाँसँग मिलेर पनि हामीले 2टा प्रोजेक्ट गऱ्यौँ होइन रिसर्च सो हामी यो जतिजनाको अब मेरो साथीहरू छन् हामी सबै त्यति नै मिलेर गऱ्यौँ क्या सबै जति जहाँ जहाँ गइन्छ प्रोग्रामहरू गरिन्छ अटेन्ड गरिन्छदेखि लिएर समर स्कुल गएदेखि लिएर सबै हाम्रो त साथीहरू जता पनि छन् क्या अनि अब अप्लाई गर्ने प्रोसेसदेखि लिएर सबै कुरामा एकअर्काको हेल्प भइहाल्छ होइन चाहिन्छ पनि अनि कुनै अब अरू सेकेन्ड पर्सनको हेल्प चाहिएन क्या साथीहरू इनफ थिए केही कुरा गर्दा चाहियो भने आई क्यान आस्क देम अनि आई क्यान काउन्ट अन देम केही कुराको लागि जहिले पनि अनि सो यो फ्रेन्डसिपको लागि उनीहरूप्रति चाहिँ म सधैँ ग्रेटफुल हुन्छु उनीहरूलाई पनि भन्छु म होइन किनभने फिजिक्समा कहिले पनि करियर नसोचेको मान्छे जस्तो थिएँ म अनि उनीहरूले गर्दा जति मोटिभेसन थियो त्योभन्दा थप एड भएर फाइनली मैले पिएचडी पाएँ पिएचडी नि गर्छु अनि मेबी उनीहरूले नि गर्छन् होइन त्यसरी नै अनि सो साथीहरूको रोल चाहिँ एकदमै ठुलो हुन्छ त्यही भएर साथी खोज्दाखेरि चाहिँ जेन्युनली एकदम अनेस्ट सिन्सियर होइन अनि एकदम लोयल साथीहरू भनौँ न उनीहरूको नि लिमिटेड त्यति नै सर्कल छ जहाँ जानलाई पनि ठिक छ बाहिर हाइक गरेर पनि ठिक छ पढ्नलाई फिजिक्सको डिस्कसनलाई ओपन छन् होइन अनि बाहिरको कुरा गर्ने अनावश्यक कुरा केही पनि हुँदैन अनि त्यस्तो साथीसँग भयो भने चाहिँ धेरै ग्रोथ हुन्छ क्या पर्सनल लेभलमा नै होइन सो मेरो साथीहरूको रोल चाहिँ एकदमै धेरै छ भन्छु म भनेपछि साथीको सर्कल चाहिँ एकदमै राम्रो बनाउनु होस् एकदम हस्पिटलमा त आई रियली केयरफुल भन्छु म चाहिँ त्यसमा चाहिँ साथीहरू त चाहिन्छ साथीहरू त सबैको हुन्छ चाहिन्छ पनि होइन तर कस्तो चाहिन्छ अनि कस्तो छ चाहिँ यु सुड अलवेज अलिकति त्यो कुरामा चाहिँ अलिकति थटफुल हुँदैपर्छ हजुर अब हामीले चर्च अब को कस्तो छ भन्ने अब त्यो पनि थाहा पाउने मेमोरी त भइसकेको हुन्छ नि त भइसकेको हुन्छ त्यो त सम्झिन्छ अब बिग्रिन्छ पनि साथीले गर्दा नै अनि सुध्रिन्छ पनि साथीले गर्दा नि एकदमै अब त्रिचन्द्रको कुरा गर्नु पर्दाखेरि कति कुराहरूमा प्रोपर म्यानेजमेन्ट भइरहेको छैन होइन अब एज अ स्टुडेन्ट अब तपाईँले पनि अब त्यहाँबाट मास्टर कम्प्लिट गर्नुभयो होइन हजुर त्यो म्यानेजमेन्टलाई राम्रो बनाउनको लागि चाहिँ अब के गर्न सकिन्छ होला त अब के गर्न सकिन्छ भन्ने कुरा कहिले त्यो लथालिङ्ग छ भन्छन् त्रिचन्द्र होइन हामी त्यो साइडपट्टि नै गएनौँ कि पढ्न चाहिँ किनभने जुन पोलिटिक्सले गर्दा कति कुरा बिग्रेको छ त्यहाँ त्यो पोलिटिक्सको अनिता दाईहरू हुन्छ न अस्ति कतै आउनुहुन्छ त्यो त छ तर त्यो बाहिर हामीले त्योभन्दा बिउनलाई हेरेनौँ पनि किनभने त्यो हाम्रो चासोको विषय नै थिएन कहिले पनि अनि विद्यार्थी सङ्गठनको चुनाव पनि कति टाइमदेखि भएको थिएन अहिले चाहिँ 16 वर्ष पछाडि चुनाव भयो जस्तै है अब त्यो आएको लिडर्सहरू इफ दे आर इलिजिबल इनफ अनि त्रिचन्द्रमा रियली चेन्ज ल्याउँछ उनीहरूको घोषणा पत्र के हुन्छ नि अन्त मेनिफेस्टोमा त राम्रो लेखिया हुन्छ नि त म यस्तो गर्छु भनेर अब इफ त्यसले भने अनुसारकै काम गर्छन् भने चाहिँ त्रिचन्द्र राम्रो हुन्छ होला अनि धेरै रोल हुन्छ क्या नेता कुनै काम मैले गर्न चाहन्छु मलाई आइडी कार्ड बनाउनु छ कसैको साइन चाहियो रिकमेन्डेसन भने पाइन्छ तर नेता दाइले गरिदियो भने मैले 10 मिनट कुर्नुपर्छ भने उनीहरूले 1 मिनटमा गरिदिन्छन् कि सो अब जब उनीहरूको पोजिसन केही पनि होइन तर पावर छ क्या जस्ट बिकज दे आर रिलेटेड विथ पोलिटिक्स होइन सो त्यो इन्फ्लुएन्स चाहिँ अलिकति गलत हो किनभने विद्यार्थी पढ्न गएका हुन्छन् कति अब न कसरी पोलिटिकल साइन्सै पढ्छन् भनेको त्यो गर्छन् पनि त ठिक छ तर फिजिक्स पढ्न गएको त राजनीति गर्ने त कसलाई नियत हुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ अनि त्यस्तो कुरामा चाहिँ अलिकति इन्टरफेयर खासै भएको थिएन होला हुनु चाहिँ है अब 100जना छन् त्यहाँ भने 500जना त राम्रो मान्छे नै होला अब राम्रो मान्छे जित्या छन् भने राम्रो गर्छन् होला अनि अब क्या एडमिनिस्ट्रेसनदेखिकै मान्छे राम्रो हुनु पऱ्यो क्या कर्मचारीदेखि नै अब कर्मचारी पनि सबै पोलिटिक्ससँग रिलेटेड नै छन् भन्ने सुन्छु म चाहिँ अनि सो अब के गर्न सकिन्छ यो त लाइक त्रिचन्द्र कलेज भनेको त सबैभन्दा पुरानो कलेज सरकारकै नजरमा पर्नुपर्ने कलेज हो तर यत्र नेता त्यही कलेजबाट निस्किन्छन् अनि त्यसको सुधार गर्नको लागि केही विद्यार्थीलाई बढी सुविधा दिउँ भन्ने तरिकाले चाहिँ खासै काम भएको जस्तो देखिँदैन होइन अब ल्याब हेर्नेदेखि लिएर क्लासरुमहरूको म्यानेजमेन्टदेखि लेख्दा चाहिँ अलिकति गाह्रै छ जे पनि चलिरहेछ भन्ने चाहिँ हो चल्न चाहिँ चलिरहेछ तर अझै बेटर चल्न सक्थ्यो है त्यति कुरा चाहिँ अब त्यसमा
अब जो त्यहाँ छन्, जो रेस्पोन्सिबल पोजिसनमा छ, जो गर्न सक्ने पोजिसनमा छ, उनीहरूले नै गर्न सक्ने जस्तो लाग्छ। सजेसनमा चाहिँ अब स्टुडेन्टले पनि एक्टिभली अलिकति गर्न सकिन्छ है। आफ्नो लागि आफै अब अवसरहरू खोजेर बनाएर गर्ने। अब कलेजले दिन सक्ने वातावरण चाहिँ कलेजले पनि दिनुपर्छ। त्यो यदि हजुर होइन पास्टमा गएर 16 वर्षको युवालाई भेट्न सक्नुहुन्छ भने के भन्न चाहनुहुन्छ? ओके 16 इयर्स ओल्ड भनेपछि अब एसी अराउन्ड होइन त्यो टाइममा त्यो टाइमको युवाले अब यो पोजिसनमा म हुन्छु भनेर सोचेको थिएन होइन। यति लङ टर्म प्लान यति डिटेल प्लान त कहिले पनि गरिँदैन है। पेसोड हेर्दाखेरि अब सल्युसन त्यो टाइममा के थियो भने अलिकति एसी दिँदैको टाइममा चाहिँ म मोर एकाडेमिकमा ओरिएन्टेड थिएँ धेरै नै होइन। मतलब मलाई डिस्ट्रिक्ट टप गर्नुपर्छ भन्ने चाहिँ स्कुलले नै सिकाएको थियो क्या त्यो। किनभने फर्स्ट स्टुडेन्ट हाम्रो स्कुलको नाम चलेको छ, सो फर्स्टै टप गरिहाल्छ भने जस्तो। त्यो गर्नुपर्छ होइन कि गरिहाल्छ। सो आई वाज सपोज टु कम्प्लिट द्याट अर अकम्प्लिस द्याट है। अनि त्यो कुरा भयो एउटा। सो एकाडेमिक ओरिएन्टेड थिएँ एकदमै। मलाई स्कोरतिर चाहिँ अलिकति टार्गेट त्यस्तो राखेको थिएँ भन्ने कुरा चाहिँ अहिले त सिकियो कि खासै त्यति धेरै स्कोरलाई मान्यता दिनु पर्दैन थियो भनेर होइन। अनि प्लस 2 पढ्दाखेरि पनि खासै त्यस्तो अब साइन्स स्टुडेन्ट हुन्थेन कि इसीतिर एक्स्ट्रा करिकुलरमा काहीँ स्पोर्ट्समा जाऊँ अरू कुनै कम्पिटिसनमा जाऊँ भन्ने त्यो प्रोग्राम के भइरहेछ नि अपडेट थाहा हुन्थेन, कसैले आएर भन्थेन। आफ्नो स्कुल घर टु कलेजको मात्रै रुटिन हुन्थ्यो। सो त्यो टाइममा चाहिँ अझै धेरै मैले एक्सपिरियन्स गर्न लाइक एक्सप्लोर गर्न सक्थेँ होइन। अनि त्यो एसी दिएपछिको 3 महिनाको टाइममा पनि मैले आफूलाई अलि ब्रिज कोर्स पाएँ, केही कुरामा पनि ग्रो गर्न सक्थेँ होला। तर पढाइ मात्र भयो है। मैले राम्रो गर्न सक्ने नै पढेर हो भन्ने थियो है। अनि अहिलेसम्म पनि पढेर नै छ छन चाहिँ अब होइन म यो बार होइन मेरो अर्को हबी चाहिँ म त गर्छु भन्ने यति पनि होइन। तर अझै धेरै फिल्डहरू अझै धेरै लाइफ एक्सपिरियन्सहरू जो मैले त्यो फ्री टाइममा सिक्न सक्थेँ त्यसलाई चाहिँ म टाइम दिन सक्थेँ भन्ने कुरा हो। नत्र अरू कुराहरूमा अनि अलिकति म इजिली ट्रस्ट गर्ने खालको अलिक सोझो कस्तो त्यस्तै खालको थियो कि। मतलब अरूको कुरा सुनिहाल्ने अनि विश्वास गरिहाल्ने टाइपको। अनि त्यतिसम्म सोझो बनेर चाहिँ चल्दैन। अनि त्यो बिस्तारै लेसन सिकिहाल्यो है। प्लस 2 सकिँदैखेरि नै सिकियो, सिकाउँछ त्यो। अनि जे कुरा अहिले सिकिसकेको छु नि यो लाइक बाजा सकिसकेको एजमा यो सबै कुरा अब 16 वर्षकोले सिकोस् भनेर त के एक्सपेक्ट गर्नु होइन। तर धेरै थोरै कुरा चाहिँ अझै बुझेको भए चाहिँ धेरै सजिलो अझै बेटर हुन्थ्यो होला भन्ने कुरा मात्र। तर जुन जर्नीबाट आयो त्यो पनि ठिक छ, किनभने त्यसरी नै हुनु थियो, त्यसरी नै ठिक छ। त्यसले नै अब अहिलेको युवालाई सेभ गर्यो नि त। ठिक छ, केही भएको छैन यो प्यासेजमा। अझै बेटर बन्न सकिन्थ्यो भनेर अझै त्यो महत्त्वाकांक्षा राखिराख्ने वास्ते कता कता पुगिन्थ्यो भने धेरै सपना चाहिँ पर्छ होइन। त्यो चाहिँदैन। अब त्यो टाइममा हजुर अब एकाडेमिकमा मात्र फोकस हुनु भएन। अब 3 सन्द्रमा आइसकेपछि एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरूमा पनि हजुर अब पार्टिसिपेट गरिराख्नु भएको मैले देखेँ होइन। अब यो चाहिँ कसरी मोटिभेट हुनुभयो यहाँसम्म पुग्नको लागि चाहिँ? अब एकाडेमिकलाई नै राखेर एकाडेमिक सँगसँगै नै एक्स्ट्रा करिकुलर एक्टिभिटीमा एक्स्ट्रा करिकुलर त भन्दिनँ म। किनभने रिसर्च भनेको एकाडेमिकै कुरा हो होइन। रिसर्च भनेको मैले फिजिक्सको त गरेको छु, अब बाहिर गएर मैले सोसल साइन्सको त गरेँ होइन। सो मेरो फिल्डकै कामलाई चाहिँ अलिकति इक्जाम्समा जति सिलेबस थियो त्योभन्दा बाहिरको कुरा चाहिँ गरे हो। अनि सो इक्जामको लागि चाहिँ मैले बुकको सिलेबस पढ्न सँगसँगै 2-4वटा रिसर्च स्किल सिक्नलाई रिसर्च प्रोजेक्टमा पार्टिसिपेट गर्नुको रिजन भनेको एज अ फिजिक्स भोलि मैले मास्टर्स डिग्री पर्सु गरे पनि पिएचडी गरे पनि होइन प्रोफेसर बन्दा मलाई रिसर्च गर्ने मेरो त्यो चाहिन्छ कि। मैले आज पिएचडी पाएँ भन्दै गर्दाखेरि पनि मेरो एउटा पेपर थिएन भने पेपर हुनुपर्छ भन्न खोजेँ होइन। तर मेरो रिसर्च मैले होलोग्राफमा 2टा प्रोजेक्ट गरेको अनि त्यसपछि पिभी सरहरूसँग 2टा प्रोजेक्ट गरेको मसँग एटलिस्ट 3-4वटा एक्सपिरियन्स थियो नि त। त्यो एक्सपिरियन्स चाहिँ धेरै भयो कि उसको चाहिँ रिसर्च गर्ने एक्सपिरियन्स रहेछ, उसले पहिले रिसर्च गरेको रहेछ भन्ने तरिकाले पनि पिएचडी भनेर त अल अबाउट रिसर्च हो नि त। सबै त्यही
फोकस अन एक्सपेरिमेन्ट्स अनि फाइन्डिङहरू मात्रै हो अनि त्यो एनालाइसिस मात्र हो त्यो एनालाइसिस गर्न सिकेको छ कि छैन भनेर त उनीहरूले मलाई लिने एलिजिबिलिटी कार्ड त्यही त हो नि होइन उनीहरूलाई त मेरो बारेमा त केही नै थाहा हुँदैन सिबी र एसओपी पढेर मलाई लिया हो नि त अनि मेरो एसओपीमा मैले के गर्न चाहन्छु र मैले के गरेँ भन्ने कुरा लेखेँ भनेपछि मैले के गरेँ भन्ने कुरा त मैले पछि गर्न सक्छु भन्ने कुरालाई देखाउने कुराहरू भयो नि त सो यो कुराहरूले चाहिँ मलाई हेल्प गरे हो अब यो कुरामा एक्टिभ हुनलाई त अब पछि पिएचडी पर्स्यु गर्नु छ भने त त्यो एउटा फाउन्डेसन त बनाउनु पऱ्यो नि त त्यो फाउन्डेसनको लागि चाहिँ मैले यसरी कोर्स गरेँ एकदमै इन्ट्रेस्ट भएको कुराहरू ट्याक्क अपर्च्युनिटी पनि आयो खोज्दाखेरि हिमालय आयो होइन त्यो कुराहरू ट्याक्क टाइममा मिलेको सबै कुराको मिलेको भन्छु म चाहिँ अब हजुर यसरी नै करियरमा अगाडि बढ्न चाहनुहुने पाइदिनेहरूको लागि चाहिँ के सजेसन दिन चाहनुहुन्छ हजुर जो ब्याचलर्स के अरे ब्याचलर्स फिजिक्समै गर्दै हुनुहुन्छ फिजिक्समै केमिस्ट्री होइन धेरै फ्याकल्टीहरू हुन्छ साइन्समा पनि फिजिक्समै केमिस्ट्रीमा म्याथमा जिमा गर्दा पनि यदि लाइक धेरैको फेरि यस्तो हुँदो रहेछ सबैलाई पिएचडी गर्न मन हुँदैन क्या म्याथ सक्यो अब सक्यो पढाइ होइन कसैको त प्लस टू सक्यो पढाइ होइन अनि कसैलाई चाहिँ मास्टरसम्म गर्छु भन्ने हुन्छ कसैलाई त होइन पिएचडी गर्छु यो डिग्री नभइकन त भोलि प्रोफेसर पढिँदैन भन्ने जस्तो लाग्छ होइन प्रोफेसर पढ्ने हो भने होइन म प्लस टू कलेजमै लेक्चरर भएर बस्छु म त्यसमा खुज्छु भने त मास्टर्स गरेर पनि पुग्छ कि होइन अनि आफ्नो एउटा कुरा चाहिँ आफ्नो पोटेन्सियल चिन्ने होइन कोही पनि एउटा लिमिटेड पोटेन्सियलले कोही पनि हुँदैन लाइक तिमीले यतिसम्म मात्र पढ्न सक्छौ भन्ने कोही पनि हुँदैन जति पनि सबैले पढ्न सक्छ इन्ट्रेस्ट हुनु पऱ्यो त्यो फिल्डमा चाहनु पऱ्यो आफूले अनि एउटा करियरको यति चाहिँ गर्ने हो भने थोरै एउटा के एकदम डिटेल प्लान त केही पनि हुन सक्दैन किनभने चेन्ज भइरहेको हुन्छ कुराहरू तर एटलिस्ट म प्रोफेसर बन्ने हो कि होइन अरू हाई स्कुलको लेक्चरर मात्र पढ्ने हो कि होइन अरू म रिसर्च गर्ने हो कि एक्टिभली होइन अनि मलाई रिसर्च गर्नलाई के स्किल चाहिन्छ होला अब कसैलाई एक्सपेरिमेन्ट गर्नै मन पर्दैन भने त सिमुलेसन गर्ने हो भने थ्योरिटिकल काम मात्र गर्ने हो भने त कम्पिटिसन त राम्रोसँग जान्नु पऱ्यो होइन त्यसको लागि प्रोग्राम स्कुल्सहरू थाहा हुनु पऱ्यो होइन एक्सपेरिमेन्ट मजा आउने मान्छेले एक्सपेरिमेन्ट तर एक्सपेरिमेन्ट गर्नेलाई चाहिँ फेरि कोडिङ जान्नु हुँदैन अरू स्किल चाहिँदैन भन्ने होइन त्यो चाहिन्छ किनभने एक्सपेरिमेन्ट्सको डेटालाई एनालाइसिस गर्ने कसरी त त्यसरी नै चाहिन्छ होइन सो आफूलाई चाहिने स्किल्सहरू बिल्डअप गर्ने मेन कुरा अनि तिम्रो कुनै पनि फिल्डमा रिसर्च नहुने भन्ने हुँदैन सबै फिल्डमा एक्टिभ रिसर्च भइरहेको हुन्छ हाम्रो रिसर्चको कल्चर नभएर चाहिँ वी आर नट अवेर अफ द्याट है फिजिक्समा चाहिँ अलिकति धेरै देखिन्छ सबै फिजिक्समा त रिसर्च हुन्छ है भने जस्तो भन्छ तर एभ्री फिल्डमा हुन्छ नि किनभने नयाँ कुराहरू त त्यही रिसर्चबाट त आउने हो होइन सो रिसर्चमा पनि इन्भल्भ हो अपर्च्युनिटिजहरू धेरै नै अब नेपालमा धेरै छ चाहिँ भन्दिनँ म त्यो अलिकति तर छन चाहिँ छ खोज्यो भने भेटिन्छ कतै कतै इन्टर्नसिपहरू खोजिरहेको हुन्छ अनि अब जस्तै होलोग्राफी गर्न जस्तै टिमहरूलाई होइन कोही अब प्रोफेसरहरूलाई पनि कुनै एउटा क्लब थ्रु कुनै एउटा अर्गनाइजेसन थ्रु नै हुनुपर्छ भन्ने छैन नि त कुनै प्रोफेसरले यदि टाइम म्यानेज गरेर तिमीलाई गाइड गरिदिन हुन्छ भने त तिमीलाई इन्ट्रेस्ट भएको फिल्डको प्रोफेसर टियुको केयुको नेपालभन्दा बाहिरकोले पनि दे अपग्रेड गराइज योर ब्याचलर थेसिस होइन मास्टर्स थेसिस इफ यु वान्ट टु कुनै इन्टर्नसिपहरू त मास्टर्स थेसिस वा ब्याचलर थेसिसकै लागि भनेर बनाइएको हुन्छ क्या मतलब तिमीहरू ब्याचलर थेसिस गर्दैछौ भने यो प्रोजेक्ट ड्रइङ गर अनि थेसिस अरू तरिकाले सो त्यस्तो कुराहरूको लागि चाहिँ आफू प्रिपेयर्ड पनि हुनु पऱ्यो आफूसँग भोलि त्यो थेसिस गर्नको लागि चाहिँ तिमीलाई कुनै एउटा पाइथन स्किल चाहिन्छ अरे होइन भने तिमीले त सिकेको हुनु पऱ्यो होइन अनि आफूलाई चाहिने फाउन्डेसनहरू प्रिपेयर गर्ने अनि आफ्नो करियर गोल चाहिँ एटलिस्ट टु सम एक्सटेन्ट थाहा हुनु पऱ्यो अनि त्यति थाहा छ भने चाहिँ म कतिसम्म पढ्न चाहन्छु म के पढ्न चाहन्छु म कता पढ्न चाहन्छु नेपालमा पढ्न चाहन्छु कि युएस जानुपर्छ भन्ने होइन युरोप चाइना पनि वान अफ द बेस्ट डेस्टिनेसन हुनसक्छ होइन पढाइको लागि अनि धेरै नै कन्ट्रिजहरू धेरै टप युनिभर्सिटिजहरूमा धेरै नै कोर्सेसहरू छ क्या ताकि लिमिटेडै छैन यति धेरै हामीले सुन्दै नसुनेको टपिकहरूमा यति धेरै एक्टिभ काम भइरहेको हुन्छ सो त्यो कुराहरू बुझ्दै गर अनि आफूसँग रिलेभेन्ट एक्सपिरियन्सहरू छ भने त अभियसली यु विल गेट इट पाइन्छ भन्ने थ्याङ्क यू हिबाजी आज हाम्रो इज्यालो पोडकास्टमा आएर हजुरको एक्सपिरियन्स सेयर गर्नुभएकोमा धेरै खुसी लाग्यो र हजुरको एक्सपिरियन्सबाट म पनि धेरै इन्सपायर भएँ होप हाम्रो अडियन्सहरू अब सानो सानो भाइ बहिनीहरूलाई पनि हजुरको करियरको अब एजुकेसनको पाथहरूबाट चाहिँ के मोटिभेसन दिन्छ भन्ने विश्वास गरेको छु हजुर मलाई बताउनु भयो यो
लाइक यो पनि वान अफ द अपर्च्युनिटी नै हो होइन एक्सपिरियन्सहरू सबैसँग सेयर गर्नुको लागि जो चाहिँ नि हेर्नुहुन्छ उहाँको लागि सो थ्याङ्क यू फर द्याट हजुर अनि पिएचडीको लागि पनि हजुरलाई अल द बेस्ट भन्न चाहन्छु थ्याङ्क यू सो मच नमस्ते नमस्ते